कति लामो गर्ने हो कति हामी अ हामीसँग अब जति सकिन्छ छिटै गर्दा पनि हुन्छ, केही त छैन। हामी लाइभमा गइसकेका छौँ। ए आज मिति 2082 साल फाल्गुन 9 गते शनिबार नेपालमा साँझ भयो। त्यस्तै गरेर 2026 फेब्रुअरी महिनाको 21 तारिक बिहान छौँ हामी नर्थ अमेरिकामा। हामी वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रममा जोडिएका छौँ। म सुरेन उप्रेती, पूर्वी नेपालको पाँचथरमा जन्मेर हाल म 24 वर्षदेखि क्यानाडामा बसोबास गर्दै आएको छु। नेपाली भाषाको उन्नयनका लागि वाङ्मयका विभिन्न विषयमा मैले पनि कलम चलाउँदै आएको छु। मेरा एउटा गीत, एउटा कविता सङ्ग्रह, 2टा कथा सङ्ग्रह, एउटा निबन्ध सङ्ग्रह, 9वटा बाल कथा सङ्ग्रह र बाल जीवनी, अनि त्यस्तै गरेर मेरा 1 दर्जन जति गीतहरू प्रकाशित भइसकेका छन्, प्रसारण भइसकेका छन्। हामी आफ्नो मातृभूमिभन्दा टाढा रहेर आफ्नो भाषा, साहित्य र संस्कृति सम्पदालाई जोगाउनका लागि, हाम्रा यी पहिचानका साधनहरूलाई बचाउनका लागि निरन्तर लागि परेका छौँ र हामीले नेपालभन्दा बाहिर रहेर नेपाली भाषा, साहित्य, संस्कृति सम्पदालाई जोगाउनका लागि पर्नुहुने साहित्यकारहरू, सारथीहरू जो चाहिँ संसारभरि सङ्घ संस्थाहरू खोलेर त्यसको भाषा सम्पादन, भाषालाई चाहिँ प्रचार प्रसार गर्नको लागि, पहिचानलाई बढाउनको लागि निरन्तर लागिरहनु हुने त्यस्ता व्यक्तित्वहरूलाई हामीले यस कार्यक्रममा आमन्त्रण गर्ने गरेका छौँ। र आज हाम्रो त्यस्तै एकजना व्यक्तित्व हुनुहुन्छ जसको नाम नै काफी छ, सबै यहाँहरूलाई परिचय दिइरहनु पर्दैन। उहाँ हुनुहुन्छ पदम विश्वकर्म। उहाँको परिचय दिइरहनु आवश्यक छैन। धेरै मान्छेहरूले उहाँलाई चाहिँ संसारभरिबाट चिन्नुहुन्छ। उहाँलाई कसैले चाहिँ अनुशासनको अध्यक्ष भएकै बेला र कोलोराडोमा उहाँ चाहिँ कोलोराडोको अनुशासनको अध्यक्ष भएकै बेला र बोर्ड अफ ट्रस्टीको उपसभापति, सभापति हुँदै गर्दा सबैले चिनिसक्नु भएको छ। र पनि म उहाँको बारेमा छोटो जानकारी गराउन प्रयास गर्छु। यदि कोही पनि दर्शक तथा श्रोताहरूले सुनिरहनु भएको छैन भने, चिनिरहनु भएको छैन भने यहाँहरूलाई जानकारी पनि हुनेछ। म उहाँ लमजुङ जिल्लाको धम्लीकुवा घर भई हाल कोलोराडोमा बस्दै आउनु भएको छ। उहाँले चाहिँ नेपाली भाषा तथा साहित्यको विश्वव्यापीकरणमा अभियानमा संलग्न भएर नेपाली भाषा र साहित्यका विकासका लागि निरन्तर संलग्न रहँदै आउनुभएको छ पदम विश्वकर्मा। 2010देखि 2012सम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको अध्यक्ष हुनुभयो। त्यस्तै गरेर 2012देखि 2014सम्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिको चाहिँ महासचिव भएर काम गर्नुभयो, नेतृत्व प्रदान गर्नुभयो। त्यस्तै गरेर 2014देखि 16 र 16देखि 18सम्म केन्द्रीय अध्यक्ष रहेर आफ्नो योगदान प्रदान गर्नुभयो। त्यस्तै गरेर 2018देखि 2022सम्म चाहिँ अनिशास बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष, उपसभापति भएर चाहिँ आफ्नो भूमिका निर्वाह गर्नुभयो। त्यसै गरेर 2022देखि हालसम्म चाहिँ उहाँ अनिशास बोर्ड अफ ट्रस्टीको सभापति हुनुहुन्छ। उहाँ चाहिँ विद्यालय स्तरमा आयोजित राष्ट्रिय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुन पुगेका विश्वकर्माले नेपाल रेड क्रस सोसाइटी को कार्यक्रम अधिकृत तथा प्रशासकीय अधिकृत भएर नेपालमा 10 वर्षसम्म लामो सेवा प्रदान गर्नुभयो। त्यस पछाडि उहाँले त्यतिखेरैदेखि उहाँले 20औं पटकभन्दा बढी चाहिँ रक्तदान, जीवनदान भनेर मानिसहरूलाई बचाउने, जुन हामीलाई बाँच्नका लागि रगत आवश्यकता पर्छ, त्यस्तो दान उहाँले गर्नुभएको छ। र उहाँ बीआरटी नेपालद्वारा 2017मा छनौटमा परेका 10 नेपाली अमेरिकी मध्येका विश्वकर्मा अमेरिका स्थित स्थापित जातीय विभेद विरुद्ध कार्यरत संस्था नासो, रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल, ब्लड डोनर्स अमेरिकाको सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार तथा 2014मा अमेरिकामा स्थापित जातीय विभेद विरुद्ध कार्य गर्न स्थापित गर्ने सरकारी संस्था जातिभेद विरुद्ध विश्व मञ्च ग्लोबल फोरमका वरिष्ठ उपाध्यक्षमा सेवा प्रदान गर्दै हाल उक्त संस्थाको अध्यक्ष पदमा रही विभिन्न सेवा प्रदान गर्दै आउनु भएको छ। उहाँले
समाज सेवाका अतिरिक्त यसका अतिरिक्त विश्वकर्मा कोलोराडो स्थित विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय भएर सामाजिक सेवामा लागि पर्नु भएको छ। उहाँले पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको स्थापना गरेर जातीय विभेद विरुद्ध विभिन्न कृतिहरू प्रकाशन, जातीय विभेद विरुद्ध साहित्यिक कृतिहरू प्रकाशन गर्ने, साहित्यकारहरूलाई पुरस्कृत गर्ने, विद्यालय स्तरमा विभेद विरुद्ध जनचेतना अभिवृद्धि गर्न, राष्ट्रिय स्तरमा कविता प्रतियोगिता आयोजना गरेर उत्कृष्ट कविहरूलाई पुरस्कृत गर्दै आउनुभएको छ। नेपाली साहित्यमा स्नातक र समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गरेका विश्वकर्माले अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रदान गरिने 1 लाख राशि सहितको अन्तर्देशीय पुरस्कार लगायत विभिन्न सम्मान र पुरस्कारबाट उहाँ पुरस्कृत हुनुहुन्छ। उहाँले भुटान साहित्य परिषदद्वारा सम्मान प्राप्त गर्नुभएको छ। ग्लोबल नेपाल फिल्म अवार्डबाट अभियान श्री पदक प्राप्त गर्नुभएको छ। उहाँका रचनाहरू, उहाँका कृतिहरू शब्द सुमन कविता सङ्ग्रह प्रकाशन, त्यस्तै गरेर अङ्ग्रेजीमा पनि अनुवाद भएर प्रकाशन भएको छ। त्यस्तै उहाँको तमसुक कथा सङ्ग्रह निकै चर्चित कथा सङ्ग्रहमा पर्दछ। क्वारेन्टाइन उपन्यास र हालसालै उहाँको पाताल उपन्यास प्रकाशित भएको छ। उहाँले कथा कविता निबन्धहरूमा मात्रै नभएर गीतमा पनि कलम चलाउनु भएको छ। उहाँको लमजुङ मेरो घर भन्ने एउटा राजु परियारले स्वर दिनुभएको एउटा चर्चित गीत छ, कालजयी गीत छ। त्यस्तै उहाँले लेखेको अर्को सिडी विजय कालजयी गीत, उहाँले आउन बसौँ भन्ने गीत सिडी विजय अधिकारीले स्वर दिनुभएको छ। उहाँ त्यस्तो व्यक्तिलाई आज हामीले यस कार्यक्रमको यहाँ वाङ्मय विमर्शमा आमन्त्रण गर्न पाएकोमा हार्दिक आभार प्रकट गर्दै म उहाँलाई स्वागत गर्छु। पदम सर, यहाँलाई मैले स्वागत गरेँ यस कार्यक्रममा। हजुर, धन्यवाद मोहनजी, यस कार्यक्रममा जोडिन पाएकोमा र यो कार्यक्रममा अवसर दिनुभएकोमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच। अब हामी कार्यक्रममा जोडिसकेका छौँ। हामीलाई संसारभरिबाट हेर्नुहुने आदरणीय दर्शक तथा श्रोताहरूलाई अभिनन्दन गर्दै म कार्यक्रमलाई अगाडि बढाउँछु। सर, आराम हुनुहुन्छ नि? एकदमै ठिक छ सुरेनजी, यहाँलाई कस्तो छ? हजुर, ठिक छ। अब हामी यहाँको बाल्यकालतर्फ प्रस्थान पुग्न चाहन्छौँ। यहाँको बाल्यकाल र शिक्षा आर्जन, यहाँ लमजुङमा जन्मिनुभयो। यहाँको कस्तो रह्यो बाल्यकाल? यहाँलाई कस्तो स्मरण छ सर? अब बाल्यकाल, अब हामी गाउँघरमा जन्मेर गाउँघरमै हुर्केको मान्छे, एउटा ग्रामीण परिवेशको ग्रामीण अवस्थाको बाल्यकाल, सानो परिवार, मेरो सानो परिवार, जहाँ चाहिँ मेरो 2 दाजुभाइहरू हुनुहुन्छ र हामी 3 दाजुभाइ मात्रै, हाम्रो दिदीबहिनीहरू हुनुहुन्न। र अलिकति अब भन्नुपर्दाखेरि अब सानै अवस्थामा, सानै उमेरमा नै बुवा आमा, म चाहिँ कान्छो छोरो पनि भएको हुनाले हाम्रो उमेरको अलिकति धेरै अन्तरालहरू छ बुवा आमाको बिचमा। त्यसैले म सानै हुँदाखेरि, म 13 वर्ष हुँदाखेरि आमालाई गुमाउनु पर्यो मैले, र त्यस्तै 18 वर्ष हुँदाखेरि मैले बुवालाई गुमाएको। र अहिले चाहिँ हामी 2 दाजुभाइ छौँ। अहिले त बसाइ यतै अमेरिकामा छ। म श्रीमतीसहित, मेरो छोरा, 2टा छोराहरू र बुहारीसहित म चाहिँ कोलोराडोमा बस्छु। हजुर, धन्यवाद। यहाँको बाल्यकालको एकचोटि मैले स्मरण गराएँ। मेरो पनि त्यो सरको जस्तै यस्तै म पनि बुबा सानैमा टाढा हुनुभएको, एक्लै हो, आमाले हुर्काउनु भयो। दुःखहरू, हाम्रा पाहाडमै हुर्केका हामी सबै उस्तै उस्तै परिवेशबाट आएका छौँ। यहाँलाई साहित्यतर्फ लाग्न कहिले, कहाँबाट प्रेरणा मिल्यो? कसरी चाहिँ साहित्यप्रति आकर्षित हुनुभयो? त्यसको बारेमा केही बताइदिनुहुन्छ कि? हजुर, अब के अरे, त्यति बेला जति बेला हामी सानै थियौँ, अब स्कुल जाँदै गर्दाखेरि 39-40 सालतिर
35-36 सालतिर अब मेरो घरमा मेरो ठुलो दाजु चाहिँ शिक्षित हुनुहुन्थ्यो र उहाँ चाहिँ पढाउनुहुन्थ्यो। स्कुलहरूमा शिक्षण पेसा गर्नुहुन्थ्यो र चाहिँ गाउँमा पनि एक किसिमको सामाजिक अभियानकर्ता, गाउँमा मान्छेहरूलाई शिक्षा दिनुपर्छ भनेर उहाँ चाहिँ बेलुका प्रौढ शिक्षा कार्यक्रमहरूमा चाहिँ जाने, पढाउने, स्वयंसेवीक रूपमा पढाउने गर्नुहुन्थ्यो र एउटा शिक्षित व्यक्ति भएको हुनाले पनि दाजुमा चाहिँ एउटा साहित्यको राम्रो ज्ञान थियो र रुचि थियो मेरो दाजुमा। हुन त भलै हाम्रो उमेर 24 वर्षको फरक थियो, तैपनि दाजु अब बेला बेलामा सहर बजार जाँदाखेरि, काठमाडौँ, पोखरा, दमौली जाँदाखेरि विभिन्न साहित्यिक कृतिका किताबहरू लिएर आउनुहुन्थ्यो फर्किँदाखेरि। र चाहिँ अब मेरो घरमा अब साहित्यका किताब मुना मदन, गौरी लगायतका, लेखनाथ पौडेलका, बालकृष्ण शर्माका, देवकोटाका किताबहरू हामी कहाँ टन्न हुन्थे र चाहिँ त्यो हामी पढ्थ्यौँ। सानै हुँदाखेरि 2-3 कक्षादेखि नै पढ्थ्यौँ र चाहिँ दाजुले बेलुका चाहिँ हामी सबैलाई, केटाकेटी, दाइका छोराछोरीहरू, भाउजू, आमा, बासहित हामी सबैजना साँझ पख चाहिँ हामी धुमिएर चाहिँ कविताहरू सुन्थ्यौँ दाइको चाहिँ उसमा। र हामीलाई त्यति बेला अब मुनामदनहरू, खण्डकाव्यहरू, गौरी शोक काव्यहरू सबै कण्ठ हुन्थ्यो। र अर्को 2टा प्रसङ्ग, एउटा चाहिँ मेरो गाउँमा चाहिँ हाम्रो घरमा स्वस्थानीको 1 महिनाभरि चाहिँ भाउजूले व्रत लिनुहुन्थ्यो र स्वस्थानी हरेक साँझ हामी पढ्थ्यौँ र दाइले, मैले चाहिँ एकदमै लोकमा चाहिँ हामीले चाहिँ एकदमै छन्दबद्ध रूपमा हामी त्यो स्वस्थानी पढ्थ्यौँ, भाका लय हालेर। र गाउँभरिका मान्छेहरू झुमिएर स्वस्थानी पढ्न आउनुहुन्थ्यो। एक किसिमको रमाइलो, लालटिन बालेर होइन, टेकी बत्ती बालेर बदम खाँदै त्यस्तो पढिन्थ्यो। र अर्को कुरो, एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के हो भने मेरो गाउँमा त्यति बेला मेरो घरमा मात्रै रेडियो थियो, नेसनल पानासोनिक भन्ने रेडियो, र गाउँमा अरूको थिएन। र चाहिँ त्यो समाचारहरू सुन्नको लागि, गीत कविताहरू, साहित्य कार्यक्रमहरू सुन्नको लागि गाउँलेहरू झुमिएर चाहिँ रेडियोको वरिपरि भएर हाम्रो सुन्थ्यौँ। त्यसैले पनि अलिकति साहित्यतिर चाहिँ अभिवृद्धि गरायो। मुख्य गरेर दाइले धेरै किताबहरू ल्याउनुभयो र हामीले सानैदेखि कविता, उपन्यासहरू, यस्ता किताबहरू, कृतिहरू पढ्न पाउँथ्यौँ। त्यसैबाट पनि अलिकति सृजनाका सुरुवातहरू भयो। त्यस पछाडि हाई स्कुल गइसके पछाडि अब कविताहरूमा अलिकति रुचि राख्ने भएको हुनाले पढ्न, लेख्न, मैले त निमावि हुँदाखेरि नै कविता लेखेँ जस्तो लाग्छ। तैपनि हाई स्कुलमा गइसकेपछि अब यो कविता प्रतियोगिताहरू भइरहेको थियो। नेपालीको शिक्षक हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ, हाम्रो अनुशासक आजीवन सदस्य पनि हुनुहुन्छ, पुष्पराज पौडेल। उहाँ चाहिँ मेरो गुरु, नेपालीको गुरु। उहाँलाई राम्रो संस्कृतको पनि ज्ञान थियो र नेपाली साहित्यमा निकै अभिरुचि राख्नुहुन्थ्यो र उहाँबाट धेरै कुराहरू सिक्ने अवसर पाइयो। र हाई स्कुलमा नै अब यो कविता प्रतियोगिताहरू, निबन्ध प्रतियोगिताहरू हुँदाखेरि पहिला दोस्रा भइराख्ने, त्यहाँबाट पनि भयो। पछि कालान्तरमा काम गर्दै जाँदाखेरि रेडक्रसमा गइसकेपछि श्यामल अधिकारी कवि, वरिष्ठ कवि चाहिँ उहाँ रेडक्रसमा हामीसँगै सहकार्य गर्थ्यौँ, काम गर्थ्यौँ। मेरो कविताहरू उहाँ चाहिँ प्रकाशन विभागको प्रमुख हुनुहुन्थ्यो र चाहिँ रेडक्रसबाट निस्किने प्रकाशनहरूमा, मासिक पत्रिकाहरूमा मेरो कविताहरू एकदमै निरन्तर रूपमा, कविता लेखहरू प्रकाशन गर्नुहुन्थ्यो। त्यहीँबाट नै अलिकति सुरुवात भयो जस्तो लाग्छ सुरेनजी। धेरै धेरै धन्यवाद। होइन, अब यो साहित्यको यो उज्यालो दीप जलाउनेहरू भनेको मैनबत्ती बाल्नेहरू जस्तो दाजुले त्यसरी चाहिँ सानैमा यसरी पुस्तकहरू ल्याइदिएर त्यसरी चाहिँ किताबहरूमा चाहिँ सानैदेखि पढ्नलाई पढ्न पाएर तपाईँलाई त्यो प्रदान गर्नुभयो। उहाँ दाजुलाई धेरै धेरै नमन। त्यस्तै गरेर अब साहित्यमा सहयोग गर्नुहुने शिक्षकहरू अनि श्यामल अधिकारी, उहाँलाई म पनि चिन्छु। उहाँ साहित्यकार, वरिष्ठ साहित्यकार हुनुहुन्छ। थोरै कविता लेख्नुहुन्छ तर साह्रै राम्रो कविता लेख्नुहुन्छ। उहाँ चर्चित हुनुहुन्छ। उहाँहरू सबैको प्रेरणा, सद्भावले गर्दा आज संसारभरिको अब यो अमेरिकालाई अहिले सपनाको देश भन्छन् मान्छेहरू, र अब संसारभरि चाहिँ अमेरिकाको दबदबा विभिन्न कारणले गर्दा, राम्रा नराम्रा जे भए पनि संसारभरि फैलिएको छ। र यसले चाहिँ हाम्रो नेपाली साहित्यलाई पनि, अमेरिकामा जन्मिएर यो संस्था जुन चाहिँ 1991मा स्थापना भएर आज संसारभरि यसले शाखाहरू खोलेर पुर्याउनु पाएको छ। र यसको नेतृत्वदायी पदमा रहेर तपाईँ जस्तो व्यक्ति यसरी चाहिँ हुन पाउनुमा
उहाँहरू दाईहरूको जुन सानैमा त्यसरी मैनबत्ती एउटा सानो नजलाइदिएको भएदेखि हामी सायदै यसरी भेटघाट हुने थिएन होला, हामी संसारभरि परिचित हुने थियौँ होला। उहाँहरूलाई धेरै धेरै धन्यवाद नमन गर्छु। अब म यहाँले लेख्नुभएको पहिलो कविताको बारेमा सम्झना छ यहाँलाई? त्यस्तो पछि प्रतियोगिताहरूमा गर्नुभयो, केही याद छ? हजुर, अब स्कुलमा हुँदाखेरि मैले चाहिँ के अरे कविता प्रतियोगिताहरूमा चाहिँ 39-40 सालमा नै कविता प्रतियोगितामा भाग लिन्थेँ। त्यो ठ्याक्कै मसँग त्यति ऊ चाहिँ छैन, सम्झना छैन, तर त्यति बेला धेरैवटा कविता लेखिया थियो र प्रकाशनको हिसाबले रेडक्रस मासिकमा चाहिँ मेरो पहिलो कविता सङ्ग्रह कविता चाहिँ 39 सालतिर प्रकाशन भएको जस्तो लाग्छ मलाई रेडक्रसमा। र त्यही बेला 39-40 सालमा रेडक्रसले एउटा चाहिँ राष्ट्रिय स्तरको निबन्ध प्रतियोगिताको आयोजना गरेको थियो नेपालभरिबाट हाई स्कुलका विद्यार्थीहरूले। त्यसमा चाहिँ एउटा मानवता भन्ने एउटा शीर्षकमा चाहिँ निबन्ध लेखिएको थियो, राष्ट्रव्यापी निबन्ध। त्यसमा चाहिँ म तेस्रो भएको थिएँ, त्यो पुरस्कृत भएको थिएँ त्यति बेला। त्यो पनि याद छ। र रेडक्रस मासिक नै मलाई लाग्छ 39 सालमा 38-39 सालमा रेडक्रसमा चाहिँ मेरो पहिलो कविता प्रकाशन भयो। त्यस पछाडि साहित्यिक पत्रिकाहरू विमर्शहरू लिएर चाहिँ विभिन्न पत्रिकाहरूमा फुटकर कविताहरू चाहिँ प्रकाशन हुँदै आयो। हुन्छ। यो यात्रा 4 दशकभन्दा बढी भइसक्यो लागेको, निरन्तर यसरी लाग्दै गर्दा अहिले चाहिँ यस्ता गहकिला पुस्तकहरू चाहिँ जन्मिएका छन् यहाँका, जुन चाहिँ हाम्रा पातालमा बस्दा अमेरिकालाई त हामी अब पाताल हो भनेर भन्नुहुन्थ्यो, हाम्रा पुर्खाहरूले भन्नुहुन्थ्यो। अझै पनि अब यो संसारको हाम्रो एउटा भूगोलको एकतिर छौँ भने अर्कोतिर अब अमेरिका छ। यस्तो ठाउँमा बसेर यस्ता लेखहरू रचनाहरू मात्रै गर्ने होइन, यसरी संस्थालाई चाहिँ हाँकेर सबैलाई चाहिँ प्रेरणा दिएर लेख्नुपर्छ, जुट्नुपर्छ भन्ने अभियानमा जुट्नु भएको छ। अब मैले यहाँलाई जुन अमेरिका आएपछिका दिनहरू कस्ता रह्यो होला, यहाँलाई केही सजिला छैन? पहिला पहिला आउने फर्स्ट जेनेरेसन भनौँ न, पहिलो पुस्तालाई त खास गरेर बडा कठिन हुन्छ। यहाँको कस्तो रह्यो पहिलाका दिनहरूलाई कसरी सम्झिनुहुन्छ? अम, अमेरिकाका प्रारम्भिक चरणका प्रारम्भिक दिनका अ, समयहरू चाहिँ धेरैका प्राय सबैका अधिकांश मान्छेहरूको कठिन नै हुन्छ, विदेशमा बस्नेहरूको भनौँ न, अमेरिका मात्रै नभएर। त्योमध्ये अब अमेरिकामा बस्नेहरूको पनि र अब हामी सामान्य जीवनमा हुर्केका मान्छेहरू, सामाजिक आर्थिक अवस्थाका मान्छेहरू होइन, अब अमेरिका आइसके पछाडि हामीले चाहिँ एउटा शून्यबाट सुरु गर्नुपर्छ विदेशमा रहँदाखेरि होइन। अब त्यो सङ्घर्षका चरणहरू, धेरै नै सङ्घर्षहरू हामीले चाहिँ अब गऱ्यौँ, त्यति बेला गरियो भनौँ न। अब नेपालबाट आउँदाखेरि आइसके पछाडि यो चाहिँ अब के हो भने अब सायद सबैको अनुभवका कुराहरू पनि हुनसक्छन् र अब सबैलाई उस्तै हुनसक्छ। नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ माटो होइन, नयाँ संस्कार, नयाँ सिस्टम, प्रक्रियाहरू, प्रविधिहरू। र हामीले चाहिँ अब यो एक किसिमको नेपालबाट चाहिँ भर्खरै मान्छेहरू बाहिर जाने तर्खरमा एउटा लस्कर चाहिँ बाहिर जाँदै गर्दाखेरिको सुरुवाती दिनमा चाहिँ हामी विदेशमा हुमिएको मान्छे। त्यसैले गर्दाखेरि सुरुवातका दिनहरू अलिकति कठिन, अलिकति सङ्घर्षपूर्ण नै रहे। अब काम पाइँदैन थियो त्यति बेला, काम पाउन गाह्रो हुन्थ्यो। नेपालीहरूको सङ्ख्या पनि अत्यन्तै कम थियो हाम्रो ठाउँमा र चाहिँ थोरै मात्रै नेपालीहरू थियौँ हामी। र एक किसिमको ग्यास स्टेसन, रेस्टुरेन्ट त्यस्तो ठाउँहरूमा काम खोज्दै हिँडियो। अब एक किसिमको मलाई लाग्छ अब धेरैले नै त्यस्तो चाहिँ सङ्घर्षका सुरुवाती दिनका चाहिँ सङ्घर्षहरू, दुःखहरू चाहिँ सबैले भोग्नु भएकै हुनुपर्छ आफ्नो लेभलबाट, स्थानबाट भन्ने लाग्छ मलाई। हुन्छ। हजुर। हो, यो संसारभरि नेपाल छोडेर, मातृभूमि छोडेर हामी विदेशमा जानेहरूका लागि भाषा मिल्दैन, ठाउँको परिवेश मिल्दैन, त्यहाँको संस्कृति संस्कारहरू जानेको हुँदैन र यी यावत कुराहरूसँग हामीले मुकाबिला गर्नुपर्ने हुन्छ। तिनीहरूसँग चाहिँ त्यहाँ बाँच्नको लागि कोही डार्विनले भने जस्तो सर्भाइभल अफ द फिटेस्ट, हामीले चाहिँ बाँच्नको लागि हो, हो। जे सङ्घर्ष पनि गर्नुपर्छ।
यदि हामी गर्न सकेनौँ भने त्यो स्ट्रगल एक्जिस्ट हुनलाई चाहिँ स्ट्रगल गर्न सकिएन भने हामी लोप भएर जान्छौँ र कति नेपालीहरू फर्केर अथवा त्यत्तिकै डिप्रेसमा गएर त्यस्ता भएको स्थिति पनि छन्। यो यथार्थ कुरो हो र हामी संसारमा जाने मान्छेहरूले बडा पहिलो जेनेरेसनले चाहिँ एकदम दुःख गरेको हुन्छ, दुःख भोगेको हुन्छ। यीमा चाहिँ यहाँहरूको मेरो पनि त्यस्तै रह्यो। अब यहाँलाई यो प्रवासमा को सबभन्दा ठुलो नेपालको प्रज्ञा प्रतिष्ठान जस्तै यो प्रवासको प्रज्ञा प्रतिष्ठानको रूपमा रहेको यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जुन चाहिँ 1991 मा स्थापना भयो र यसमा चाहिँ कसरी जोडिनु भयो र यहाँ यसमा कसरी आकर्षित हुनुभयो, कसरी चाहिँ यससम्म पुग्नुभयो, यसको बारेमा छोटो बताइदिनु। हजुर, अब यो अनिसा छ, अब यो अलिकति हामी चाहिँ अब मैले चाहिँ नेपालमै हुँदैखेरि अब यो गोरखापत्र संस्थान कान्तिपुरबाट कहिले कहिले आकल झुकल चाहिँ अनिसासको बारेमा समाचारहरू सुन्न पाइन्थ्यो, पढ्न पाइन्थ्यो होइन। सुन्न भन्दा पनि पढ्न पाइन्थ्यो। र धेरै पटक हाम्रो संस्थापक अध्यक्ष अमनाथ सुवेदीज्यू त्यहाँ चाहिँ प्रज्ञा प्रतिष्ठानमा जानुभएको भेटघाट कार्यक्रमहरू आइरहेको थियो, समाचारहरूमा पढ्न पाइन्थ्यो। अनि यो कस्तो होला भन्ने लाग्थ्यो, एक किसिमको सपना थियो भनौँ न। कस्तो साहित्यिक संस्था रहेछ भन्ने त्यो समाचारहरू आफूले एक किसिमबाट अलिकति जिज्ञासा राखेर चाख लिएर पढ्ने गरिन्थ्यो। र जब अमेरिका आइयो, अमेरिका आइसके पछाडि 2003 सालमा म चाहिँ 2002 सालको अन्तिमतिर अमेरिका आइपुगेँ। त्यस पछाडि 2003 सालमा नै यहाँ कोलोराडोमा चाहिँ एएनएको सम्मेलन भयो, कन्भेन्सन हरेक वर्ष हुन्थ्यो जुलाई 4 को बेलामा। र त्यति बेला चाहिँ हाम्रो संस्थापक अध्यक्ष अमनाथ सुवेदी, हाम्रो पुरू सुवेदीजी उहाँहरूसँग भेट्ने अवसर भयो र चाहिँ त्यो सम्मेलनमा एक किसिमबाट सरिक भइयो र चाहिँ सहयोग पनि गरियो आफ्नो 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 हिसाबबाट, आफ्नो किसिमबाट। मलाई लाग्छ त्यति बेला सम्मेलनको कार्यक्रमहरू बनाउनेदेखि लिएर सम्मेलनमा व्यवस्थापन, के अरे त्यो हाम्रो साहित्यिक कार्यक्रमको व्यवस्थापन पक्षहरूदेखि लिएर त्यसको समाचारहरू, न्युजहरू कभरेज लेख्नको लागि मैले चाहिँ मलाई अमनाथ सुवेदीले अझै पनि सम्झनुहुन्छ। मैले त्यति बेला लेखेको समाचारहरू उहाँलाई चाहिँ मनपर्छ, अझै पनि उहाँले चाहिँ सम्झना गर्नुहुन्छ। र चाहिँ त्यस पछाडि एएनएको सम्मेलनमा चाहिँ हामीले एउटा साहित्यिक कार्यक्रम, राम्रो साहित्यिक कार्यक्रम भएको थियो। त्यो बुलु मुकारुङदेखि लिएर शैलेन्द्र साकार दाईहरू, ज्ञानेन्द्र गदालजी यहीँ त्यो कार्यक्रमको संयोजक हुनुहुन्थ्यो, साहित्यिक कार्यक्रमको संयोजक हुनुहुन्थ्यो। र चाहिँ राम्रो कविता वाचनहरू भएका थिए त्यति बेला, त्यसको सम्झना छ। र त्यसको लगत्तै पुरुजीले चाहिँ अब त्यही बेलामै भेटघाटको बेलामा नै यहाँ चाहिँ एउटा च्याप्टर गठन गर्नु पर्यो भन्दै हुनुहुन्थ्यो। र चाहिँ हामीले त्यसको लगत्त नै यहाँ चाहिँ ज्ञानेन्द्र गदालजीको संयोजकतामा अनिसासो कोलोराडो च्याप्टर गठन भयो। र त्यसमा चाहिँ म कार्य समितिमा सदस्यको रूपमा रहेर मैले चाहिँ काम गर्ने अवसर पाएँ। र रहँदै जाँदाखेरि, भेट्दै जाँदाखेरि अब 2010 सालमा मैले कोलोराडो च्याप्टरको अध्यक्ष भएर काम गर्ने अवसर पाएँ। र त्यस पछाडि नै सुरुवात भएको मेरो संलग्नता 2003 सालदेखि अनिसासमा रह्यो। र 2003 सालमा नै मैले संस्थाको आजीवन सदस्यता पनि लिएको हो। त्यसरी चाहिँ सुरुवात भयो। यो साहित्यप्रति अभिरुचि भएका मान्छेहरूले जहाँ पनि देखिएपछि साहित्यप्रति मोह लाग्छ। अब यहाँले अनिसासको बारेमा चाहिँ नेपालमै हुँदै गोरखापत्रबाट निस्केका समाचारहरू, त्यसै प्रज्ञा प्रतिष्ठानमा भएका कुराहरू थाहा पाएर अझ नि क्यानाडा आएपछि झन्, अमेरिका आएपछि झन् उत्सुकता बढिराखेकोमा त्यसरी चाहिँ उहाँ पुरुष सुवेदीहरू जो चाहिँ उहाँ संस्थापक मध्येकै एक हुनुहुन्छ, उहाँ पनि संस्थापक सदस्य नै हो। उहाँहरूसँग सम्पर्क भएर यसरी एउटा उर्वर भूमि, अब कोलोराडो त यो अनिसासको पहिलो च्याप्टरै होला। कोलोराडो च्याप्टर चाहिँ यो अनिसासको पहिलो च्याप्टर हो स्थापना भएको। यस्तो हुनुभयो, बडा खुसी लाग्यो यहाँका ती दिनहरू सम्झिँदा। अहिले हामीलाई चाहिँ ओमार गुरुङले हेरिनु भएको छ, उहाँ स्पेनबाट हुनुहुन्छ। त्यस्तै टेकबहादुर खत्रीले एडमन्टनबाट हेरिनु भएको छ र केही साथीहरूले चाहिँ थम्सअपहरू गर्नुभएको छ। धेरै धेरै उहाँ सबै दर्शक तथा श्रोताहरूलाई हार्दिक नमन गर्दै हामी कार्यक्रम यो वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रममा छौँ। र आज हामीसँग
अहिले अनुशासनका बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्मा हुनुहुन्छ। उहाँ चाहिँ अ, मृदुभाषी शालीन व्यक्तित्व भनेर चाहिँ अनुशासनमा परिचय बनाइसक्नु भएको छ उहाँले। उहाँका त्यस्ता उहाँको बोली सुनेपछि मान्छेहरू मन्त्रमुग्ध हुन्छन् र हामी मन्त्रमुग्ध हुन्छौँ। उहाँलाई चाहिँ एउटा अनुशासनको शालीन व्यक्तित्व भनेर चाहिँ हामी पहिचान बनाउनु भएको छ उहाँलाई। हामी उहाँसँग चाहिँ आज विमर्श गरिरहेका छौँ। आज हामी साहित्यको बारेमा र अब आगामी भाषा नेपाली भाषा साहित्य संस्कृतिको बारेमा र उहाँको व्यक्तिगत जीवनको बारेमा, संस्थाका जीवनको बारेमा हामीले कुराहरू गर्दै आइरहेका छौँ। अनिशासको 2 वर्षको अध्यक्ष, 2 कार्यकालको अध्यक्ष भइसक्नुभयो 14देखि 18सम्म। अनि यहाँहरूले 2014देखि 18सम्म काम गर्दा यहाँलाई एकदम गर्वबोध भएको कुराहरू र यो चाहिँ गर्न सकिनँ मैले अथवा यो गर्न पाएको भए चाहिँ अझै हुन्थ्यो कि भन्ने त्यस्ता कुनै यहाँलाई केही कुराहरू राखिदिनुहुन्छ कि? सबभन्दा पहिला त सुरेनजी अब यहाँको प्रशंसाको लागि धन्यवाद व्यक्त गरेँ। अब अम, के अरे यति यसरी बुझिदिनु भएकोमा अब यहाँहरूको हेर्ने आँखा बुझ्ने आँखा म प्रति के अरे सोचिदिने मन नै ठुलो हो जस्तो लाग्छ। यसको लागि प्रशंसाको लागि म आभार व्यक्त गर्न चाहन्छु। र 2010 मैले अलिकति कनेक्सन पनि गर्न चाहेँ। 2010 सालमा म कोलोराडो च्याप्टरको अध्यक्ष भइसके पछाडि अब संस्थाका कोलोराडो च्याप्टर दर्तादेखि लिएर ब्याङ्क खाता खोल्नेहरू, संस्थागत विकासका पाठहरू र धेरै साहित्यिक गतिविधिहरू, हरेक महिना कवि गोष्ठीहरू हुने, साहित्यकारहरू ध्रुवचन्द्र गौतम, तुलसी दिवस, खगेन्द्र लिटल, मोहन सिटौलादेखि लिएर धेरै साहित्यिक व्यक्तित्वहरूको चाहिँ कार्यक्रमहरू आयोजना, सम्मान कार्यक्रम पनि कोलोराडोमा गरियो। 2 वर्षको कार्यक्रम एक किसिमको अलिकति ह्याट्रिक नै भयो भन्न लाग्छ, मन लाग्छ त्यति बेला। र आजीवन सदस्यहरू पनि निकै थपिएको थियो त्यो अवसरमा कोलोराडोमा। र त्यस पछाडि अब महासचिवमा गइयो। गीता खत्री अध्यक्ष हुनुहुन्थ्यो। निर्वाचनै भएको थियो त्यति बेला। र निर्वाचनमा मसँग हरि मानन्दरजी त्यति बेला उहाँ इजरायलमा हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई। अहिले त नेपाल फर्किसक्नु भएको छ। र चाहिँ हाम्रो काफ्लेजी समथिङ काफ्ले क्यानाडामा हुनुहुन्छ। उहाँ पनि हुनुहुन्थ्यो ओके, कृष्ण काफे हजुर। उहाँ बुद्धिको उहाँ चाहिँ हुनुहुन्थ्यो उम्मेदवार। र मैले निर्वाचनमा चाहिँ मैले धेरै मत ल्याएर मलाई लाग्छ उहाँहरू दुईजनाको भन्दा धेरै मत ल्याएर मैले चुनाव जितेँ। र त्यो 2 वर्ष महासचिवमा हुँदाखेरि धेरै नै गतिविधिहरू कार्यक्रमहरू गरियो जस्तो लाग्छ संस्थागत कुराहरूमा होइन। महासचिवको जिम्मेवारी आफैले के अरे यो चाहिँ पूर्ण रूपमा निर्वाह गरेँ भन्ने लाग्छ। यस्तो त्यो त यहाँहरूले प्रशंसा गर्ने हेर्ने कुराहरू त मूल्याङ्कन गर्ने त यहाँहरूको छँदैछ, कसरी मूल्याङ्कन गर्नुहुन्छ। त्यस पछाडि अध्यक्ष 2 कार्यकाल 14देखि 16 र 16देखि 18 2 कार्यकाल अध्यक्ष भइयो। र अध्यक्ष हुँदाखेरि अब एक किसिमको मलाई लाग्छ त्यो एउटा अनुशासनको आधुनिक काल सुरु भयो जस्तो लाग्छ मलाई त्यति बेला। किनभने गीता खत्री ले चाहिँ एक किसिमको महिला सम्मेलन सुरु गर्नुभएको थियो। र अरू सम्मेलन त नियमित साहित्यिक सम्मेलन भइराखेका थिए भने त्यति बेला आएर महिला सम्मेलन सुरु भयो। त्यस पछाडि म अध्यक्ष भइसके पछाडि च्याप्टरहरू नयाँ च्याप्टरहरूको गठन, पुराना चाहिँ च्याप्टरहरूको पुनर्गठन, आजीवन सदस्यहरूको सङ्ख्याहरूमा वृद्धि गर्ने प्रकाशनका कामहरू धेरै भयो त्यति बेला। एक किसिमको त्यो 4 वर्ष अनुशासनको इतिहासमा एउटा राम्रो स्वर्णिम काल हो भन्ने मलाई लाग्छ। र चाहिँ त्यति बेलै अनुशासनको रजत जयन्ती पनि सम्पन्न भएको थियो वासिङटन डिसीमा। र चाहिँ एउटा एक किसिमको राम्रो कार्यक्रम भएको थियो। हामीले त्यही बेलामा अनुशासनको इतिहास प्रकाशन गऱ्यौँ। र त्यस्तै गरेर अनुशासन रजत जयन्ती स्मारिका प्रकाशन गरेका थियौँ त्यति बेला। र त्यस्तै गरेर अब मेरो 4 वर्षको सिङ्गो उसमा हेर्दाखेरि अलिकति प्रकाशनको क्षेत्रमा केही कामहरू भएका छन्। त्यस्तै गरेर यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ के अरे सायद अलिकति होचो भयो जस्तो लाग्छ मलाई। अनुशासनको चाहिँ इतिहासदेखि लिएर अन्तर्दृष्टिहरू अनि नयाँ कामका थाल्नेहरू पनि केही भएको छ। जस्तो त्यति बेला मैले चाहिँ हाम्रो कार्य समितिले च्याप्टरहरू भनेका अनुशासनका मेरुदण्ड हुन्,
उनीहरूको संस्थागत विकासमा हामीले ध्यान दिनुपर्छ, उनीहरूका कुराहरू सुन्नुपर्छ र च्याप्टरको बिचको एउटा सम्बन्ध पनि स्थापित गर्नुपर्छ भन्ने हिसाबले के अरे क्यालिफोर्निया लस एन्जलसमा चाहिँ हामीले पहिलो च्याप्टर सम्मेलन सुरुवात गरिएको थियो 2016 सालमा नै हो, त्यो मे महिनामा गरिएको थियो। त्यसले चाहिँ अहिले 6औँ सम्मेलन सम्पन्न भइसकेको छ। एउटा त्यो भयो भने च्याप्टरहरूले दुःख गरिरहेको हुन्छन्, काम गरिरहेको हुन्छन्। हुन त हामीले मूल्याङ्कन पहिले पनि गर्थ्यौँ। हाम्रो स्ट्यान्डर्ड फर्मेट छ, 100 पूर्णाङ्कको चाहिँ स्ट्यान्डर्ड फर्मेट छ। त्यो फर्मेटको आधारमा च्याप्टरलाई चाहिँ पुरस्कृत गर्ने चाहिँ सुरुवात पनि त्यही बेला 2016 सालदेखि नै गरियो। बेस्ट च्याप्टरलाई चाहिँ $500 पुरस्कार सहित चाहिँ सम्मान पुरस्कृत गर्ने चाहिँ गरियो भने अब त्यति बेला नै यो नारी सिर्जनामा नारी भन्ने एउटा चाहिँ दिदीबहिनीहरूको साहित्यिक रचना, दिदीबहिनीहरूलाई अन्य शाखामा कसरी समेट्न सकिन्छ, कसरी चाहिँ दिदीबहिनीहरूको मोर चाहिँ धेरैभन्दा धेरै सक्रियता गराउन सकिन्छ, सहभागिता जुटाउन सकिन्छ भन्ने उद्देश्यले महिला सम्मेलन पनि हामीले नियमित रूपमा गऱ्यौँ भने दिदीबहिनीहरूकै सङ्गालोमा चाहिँ एउटा साहित्यिक कृति सृजनामा नारी भन्ने सुरुवात गरिएको थियो त्यति बेला। र त्यसैले अहिलेसम्म निरन्तरता पाइराखेको छ। र मलाई लाग्छ एटलान्टा जर्जियामा हुने आगामी महिला सम्मेलनमा हामी चाहिँ चौथो 5औँ कृति चाहिँ अङ्क चाहिँ हामी प्रकाशन गर्दैछौँ। त्यसले पनि एउटा एक किसिमको राम्रै काम पाएको छ। र त्यति बेला हामीले अर्को चाहिँ काम चाहिँ यो नेपाली साहित्यका उत्कृष्ट विशेष प्रसाद कोइराला, गुरुप्रसाद मैनालीदेखि लिएर नेपाली साहित्यका उत्कृष्ट 20वटा कथाहरूलाई हामीले चाहिँ अनुवाद गरेर सिल्भर क्यास्केटको रूपमा हामीले प्रकाशन गरेका थियौँ। त्यसले पनि एउटा नेपाली साहित्यमा राम्रै काम गरेको हामीलाई चाहिँ लागेको छ। जुन बेला चाहिँ अङ्ग्रेजीमा हाम्रा कृतिहरू कसरी रचनाहरू कसरी पाउन सकिन्छ भन्ने उसमा चाहिँ अभाव खड्किरहेको बेलामा त्यो एउटा कथा सङ्ग्रह हामीले अङ्ग्रेजीमा अनुवाद गरेर प्रकाशन गरेका थियौँ। त्यस्तै अनिशासको त्यो 4 वर्षको अवधिमा अलिकति हेर्दाखेरि के अरे यो अनिशासलाई अलिकति आधुनिकीकरण गर्ने र अनिशासा त्यति बेला खास गरेर नेपाल र अमेरिकामा अलिकति बढी चाहिँ सक्रिय थिए त्यति बेला भनौँ न। या त अमेरिकामा सुन्न पाइन्थ्यो या नेपालमा सुन्न पाइन्थ्यो। र अनिशासलाई नेपाल अमेरिका बाहिर पुर्याउनमा त्यो अवधिमा विशेष महत्त्व चाहिँ रहेको जस्तो मलाई लाग्छ। जस्तो हामीले चाहिँ अस्ट्रेलियामा महिला साहित्य सम्मेलन गऱ्यौँ, अन्तर्राष्ट्रिय 5औँ साहित्य सम्मेलन गऱ्यौँ भने अनिशासलाई हामीले जापानमा लिएर जान सक्यौँ। 2015 सालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन भयो। र त्यस्तै गरेर बेल्जियममा चाहिँ हामीले युरोप स्तरीय एउटा क्षेत्रीय सम्मेलनका कार्यक्रम आयोजना गरेका थियौँ क्षेत्रलाई समेट्नको लागि भने कोरियामा चाहिँ एउटा कोरिया एसियाका देशहरूलाई च्याप्टरहरूलाई समेटेर एउटा चाहिँ हामीले क्षेत्रीय सम्मेलन गरेका थियौँ। त्यस्तै भारतको सिक्किममा अन्तर्राष्ट्रिय स्तरको महिला साहित्य सम्मेलन आयोजना गरेका थियौँ। त्यसैले गर्दाखेरि अनिशासा लाई चाहिँ नेपाल र अमेरिका बाहिर पुर्याउनको लागि विशेष गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा अरू देशहरूमा लैजानको लागि त्यो समय चाहिँ बलियो थियो भन्ने मलाई लाग्छ। त्यस्तै गरेर अलिकति हामीले पुरस्कार चाहिँ त्यही अवधिमा आएर पुरस्कारलाई अलिकति हाम्रा पुरस्कार चाहिँ धेरैवटा थिए, 20-22वटा पुरस्कार थिए थोरै रकमको। त्यसलाई अलिकति व्यवस्थित गरेर लैजानको लागि $1000 पुरस्कार, बेस्ट पुरस्कारलाई $2000 र अरू चाहिँ $1000 र $500 गरेर 10-11वटा पुरस्कारमा हामीले चाहिँ त्यसलाई विधागत रूपबाट छुट्याएर गरियो। त्यसैले गर्दाखेरि र अनिशासको बायोलजले पनि अलिकति आधुनिकता पाएको छ। त्यो अवधिमा हामीले बायोलज पनि के अरे संशोधन गरेका थियौँ। त्यसैले यो अनिशासको चाहिँ आधुनिक कालको चाहिँ एउटा उच्चतम बिन्दु हो जस्तो लाग्छ मलाई त्यति बेलाको समय। हजुर, थ्याङ्क यू एकदम राम्रो। अब यसरी अहिले चाहिँ संसारभरि कोलोराडोबाट 2003मा सुरु भएको च्याप्टरहरू बन्न अहिले संसारभरि विभिन्न 70-80 देशहरूमा चाहिँ हामी च्याप्टरहरू बनिसकेका छौँ। अनि देशभित्रै पनि विभिन्न सहरहरूमा च्याप्टरहरू बनेका छन्। अहिले संसारभरि पुगेको छ र यसले चाहिँ अन्तर्राष्ट्रिय रूपमा मात्रै नभएर नेपालभित्र पनि एउटा राम्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एउटा प्रभाव छ र प्रज्ञा प्रतिष्ठानले चाहिँ यहाँलाई सम्मान गर्नु भनेको पनि हाम्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई, अन्तर्राष्ट्रिय रूपमा रहेका नेपालीहरूलाई सम्मान गर्नु हुन्थ्यो। हामी सबै सम्मानित भएको महसुस गर्छौँ। यहाँले
जुन योगदान पुर्याउनु भयो यहाँप्रति हामी नतमस्तक छौँ। अब म यहाँको एउटा कविता हजुर। सुन्नलाई आग्रह गर्छु। के छ एउटा कविता हुन्छ नि, पक्कै सुनौँ? त एउटा मात्रै अब धेरै नै सुनौला नि। म हजुर, चाहिँ एउटा कविता सुरुवात गर्छु। अब यो हजुर, चाहिँ हुन्छ। के अरे एउटा देश छोड्नुको पीडा, देश छोडे पछाडिको पीडा, आफ्नो माटो आफ्नो आँगन छोडे पछाडिको पीडा म आउन साथै लेखेको थिएँ। त्यसको दुई चार हरफहरू मात्रै म सुनाउन चाहन्छु। उम्, त्यो चाहिँ आफ्नै देशलाई समर्पण गरेर लेखिएको मेरो कविता सङ्ग्रहमा पनि छ त्यो कविता। जन्मभूमि प्यारो हुन्छ भन्ने, जति टाढा भए पनि जति पर भागे पनि जन्मभूमि भन्दा आफ्नो जन्मभूमि भन्दा प्यारो हुन्न अरू केही पनि। अन्नपूर्ण माछापुच्छ्रे टल्किरहन्छ वरिपरि, सेती अनि कोशी नदी बग्छन् नयन वरिपरि। बागमती र विष्णुमती जहाँ गए सँगै लाग्छ, स्वयम्भू र पशुपति छेउमै भए जस्तै लाग्छ। विशालसम्म मैदानमा तराईका फाँट झुल्छन्, पहाडका भिरपाखामा लाली गुराँस फुल फुल्छन्। हिमालका चौरी गाई देख्थिन कतै गए पनि, खुसी दिलको मिठो माया पाउन जहाँ गए पनि। हुन्न रहेछ आफ्नो जस्तो माटो कतै गए पनि, जन्मभूमि भन्दा प्यारो हुन्न अरू केही पनि। आहा, कस्तो सुन्दर! यो हामी प्रवासमा रहेका मान्छेहरू नेपालमा भन्ने गर्छन्, अब यिनीहरू चाहिँ यहाँ नबसेर देश छोडेर गएका, यसो चाहिँ गए भनेर चाहिँ विभिन्न टिका टिप्पणी हुन्छ। तर हामीलाई सपना पनि हाम्रै जन्मेको ठाउँ, हुर्केको ठाउँ, खेलेको बढेको ठाउँ नेपालकै नदीनाला, नेपालकै हिमाल, पाखा, पर्वत त्यसरी याद आउँछ। र हामी हाम्रो तन मात्रै प्रवासमा छ, हाम्रो मन चाहिँ जहिले पनि मातृभूमि छ। हामी यो शरीरले चाहिँ हाम्रो बाध्यताले, विवशताले हामी विभिन्न उसले चाहिँ गर्दा हामी संसारभरि जहाँ जहाँ पुगे पनि हाम्रो मन भनेपछि मातृभूमिमै छ। आफ्ना प्रियजनहरू सबै मातृभूमि हुन्छन्। एकजना एउटा सानो परिवार मात्रै यहाँ बसे पनि सम्पूर्ण आफन्तहरू, प्रियजनहरू नेपालमै हुन्छन्। कस्तो मिठो कविता, हृदयस्पर्शी कविता, बडा धन्यवाद खुसी लाग्यो। श्रीमान। अहिले हामीलाई शान्ता बस्नेतले हेरिरहनु भएको छ, त्यस्तै गरेर ओमार गुरुङले हेरिरहनु भएको छ, टेक खत्रीले हेर्दै हुनुहुन्छ र धेरै साथीहरूले चाहिँ यहाँ थम्स अप गरेर इन्करेज गरिदिनु भएको छ। उहाँहरू सबैलाई हार्दिक नमन गर्छु। र म फेरि एउटा छोटो यो अर्य शासकको अध्यक्ष हुँदा पुरा गर्न नसकेका केही योजनाहरू छन् कि यस बारेमा यहाँलाई चाहिँ यस्तो गर्न चाहिँ पाएको हुन्थ्यो कि भन्ने कि त्यस्तो हो कि चाहिँ? पक्कै पनि सुरेनजी, अब यो चाहिँ के रहेछ भने अब यो संस्था अब सुरुवाती दिनको चरणमा रहेन अब होइन। सुरुवातका दिन अहिले त अब 3,000 करिबको हाराहारीमा हाम्रो आजीवन सदस्य पुगिसक्नु भएको छ। 150 भन्दा बढी के अरे 130जनाको हाराहारीमा चाहिँ हाम्रो ट्रस्टीहरू हुनुहुन्छ। के अरे 80 देशभन्दा बढीमा हाम्रो संस्थागत विकासहरू संस्थाहरू पुगिसकेको छ। पक्कै पनि अब यसका गर्नुपर्ने कामहरू धेरै हुँदो रहेछन्। अब सुरुमा मलाई लाग्छ एउटा यही नै अनुशासनै पहिलो अन्तर्राष्ट्रिय संस्था हो र चाहिँ अब हुन त अमेरिकामा एएनएहरू स्थापना भइसकेका थिए, एनमानासियाको पनि सुरुवात भइसकेको थियो। तैपनि एनआरएन भन्दा पनि पहिला सुरु भएको आरम्भ भएको संस्था, साहित्यिक संस्था। यसले चाहिँ जहाँ जहाँ नेपालीहरू छन् ती ठाउँमा नेपालीहरूलाई जोड्ने एउटा पुलको कामहरू गरिराखेको छ। नेपाली भाषा, साहित्य, संस्कृति र कलाको माध्यमबाट नेपालीहरूलाई जोडिराखेको छ। र अब यस्तो संस्था अब हाम्रा समयअनुसार हाम्रा मागहरू, हाम्रा आवश्यकताहरू परिवर्तन हुँदै जाने रहेछन्। पक्कै पनि सुरुका दिनहरूमा हामीलाई चाहिँ एउटा च्याप्टर गठन भइदियो हुन्थ्यो भन्ने, अथवा 1जना 2जना 10जना आजीवन सदस्य बनाउनु पाए हुन्थ्यो भन्ने कति आशा थियो होला, लोभ लालच थियो होला होइन। कति 1जना आजीवन सदस्य थपिदिँदाखेरि हामी कति खुसी हुन्थ्यौँ, 1जना ट्रस्टी थपिदिँदाखेरि। तर त्यतिले मात्रै के अरे अबको अनुशासन सीमित रहेन। एउटा सभा सम्मेलन गर्दैमा हामी त्यसमा मात्रै हामी सीमित रहेनौँ। अबको आवश्यकता भनेको वर्तमान समयमा, वर्तमान यो चाहिँ आइटीको जमानामा
वर्तमान कालखण्डमा चाहिँ यस्तो अत्याधुनिक समयमा हामी रहँदाखेरि यसका आवश्यकताहरूका पहिचान पनि फरक हुँदै जाँदो रहेछन्। र खासमा अब हामीले गर्नै पाए हुन्थ्यो, अथवा चाहिँ यो चाहिँ भइदिए हुँदी अलिकति नेपाल बाहिर रहेका नेपालीहरूलाई जोड्न सकिन्थ्यो कि, हाम्रा बालबालिकाहरूलाई समेट्न सकिन्थ्यो कि भन्ने चाहिँ केही मात्रामा छन्, हामीसँग पक्कै पनि छन्। हामीले हुन त थुप्रै सभा सम्मेलनहरू हामीले गर्दै आएका छौँ। हामीले अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्छौँ, हामीले हरेक 2 वर्षमा महिला साहित्य सम्मेलन गर्छौँ, हरेक 2 वर्षमा च्याप्टर सम्मेलनहरू गर्छौँ। भानु जयन्ती, देवकोटा जयन्ती, अब यो सम जयन्ती, महानन्द सापकोटा जयन्ती मनाउने त हामीले धेरै वर्षदेखि गर्दै आएका छौँ। अहिले त नभने पनि च्याप्टरहरूले आफै गर्छन् होइन, आफै रूपमा मनाउँछौँ। धेरै कार्यक्रमहरू हुँदै आएका छन्, तर त्यतिले मात्रै पुगेको हो जस्तो हामीलाई लाग्दैन। हाम्रा साहित्यकारहरूलाई एउटा जोड्ने छाता संस्थाको पनि भएको हुनाले यसका पक्कै पनि अपेक्षाहरू चाहिँ बढ्दै गएका चाहिँ छन्। जस्तै मलाई के लाग्छ भने, जस्तो हाम्रो जेनेरेसन, हाम्रा बालबच्चाहरूलाई कसरी नेपाली संस्कारहरू सिकाउन सकिन्छ, नेपाली भाषा साहित्य उनीहरूलाई कसरी बुझाउन सकिन्छ, आबद्ध गर्न सकिन्छ भन्ने हाम्रो एउटा चाहिँ ठुलो एउटा चिन्ताको विषय छ। हुन त आफ्नै स्तरबाट निकायहरूले, विभिन्न निकायहरूले गरिराखेका छन्, नेपाली भाषाको पाठशालाहरू सञ्चालन गरिराखेका छन्, तर त्यसले मात्रै पुगेको छैन। त्यसलाई संस्थागत त्यसको पाठशालाहरूको विकासको जरुरी छ। त्यसको नेतृत्व हाम्रो अनुशासन लिनुपर्छ जस्तो लाग्छ। भाषा साहित्यमा चाहिँ काम गरिराखेको संस्थाले, सबै जसले चलाइरहेछ उनीहरूले समन्वय गरेर नभएको ठाउँमा, आवश्यकता भएको ठाउँमा हामीले सपोर्ट गरेर कसरी बालबच्चाहरूलाई चाहिँ नेपाली भाषा सिकाउन सकिन्छ, नेपाली चाहिँ संस्कार संस्कृतिहरू सिकाउन सकिन्छ भन्ने विषयमा एउटा त्यो पाटो छ भने, दोस्रो चाहिँ हामीलाई हाम्रा कृष्ण धारावासी दाई जस्तो अब थुप्रै साहित्यकारहरू ले चाहिँ पनि हामीलाई सल्लाह सुझावहरू दिइराख्नु भएको छ। अब यतिले मात्रै अनुशासनको नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुँदैन। नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको जरुरी छ। त्यो भनेको के हो भने, हामीलाई विदेशीहरूलाई बोलाएर हामीले चाहिँ हाम्रा कुराहरू उहाँहरूसँग सेयर गर्ने, उहाँका कुराहरू सुन्ने, उहाँहरूले नेपाली साहित्यकोले गरेका कामहरूको चाहिँ आफ्नो निकायमा चर्चा परिचर्चाहरू गरिदिउन् होइन। त्यस्तै गरेर नेपाली साहित्यका उत्कृष्ट किताबहरू, उत्कृष्ट कृतिहरू थुप्रै छन् नि हामीसँग त। हामीसँग त सयौँ हाम्रा महाकाव्यहरू छन्, हजारौँ खण्ड काव्यहरू छन्। हाम्रो त पुरानो संस्कार, पुरानो संस्कृति हो नि, पुरानो साहित्य हो नि हाम्रो त होइन। र यसको चाहिँ हामीले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन लैजान सकेका छैनौँ। त्यसलाई चाहिँ संस्थागत रूपबाट कसरी लैजान सकिन्छ, कम्तीमा पनि वर्षको एउटा दुईवटा राम्रा नेपाली साहित्यका उत्कृष्ट किताबहरूलाई प्रकाशन गरौँ, अनुवाद गरौँ तिनीहरूलाई, र त्यसलाई विश्व बजारमा लैजाउँ भनेको सबै बार्नेस एन्ड नोभेलहरूमा चाहिँ पुस्तक पसलहरूमा हाम्रा साहित्यका किताबहरू कसरी पाउन सकिन्छ, र त्यस्तै गरेर चाहिँ युनिभर्सिटीहरूमा चाहिँ हामीले हाम्रा नेपाली साहित्यलाई कसरी पढाउन सकिन्छ, कसरी सिलेबसहरू लैजान सकिन्छ, त्यसको क्षेत्रमा हामीले कामहरू जति गर्नुपर्ने हो हामीले गर्न सकेका छौँ। जस्तो हुन त अब एउटा दुईवटा कामहरू भएका छन्। जस्तो अस्ति भर्खर पनि देवकोटाको सिंह आयामको बारेमा चाहिँ एउटा राम्रो कृति प्रकाशन भएको छ, अङ्ग्रेजीमै लेखिएको छ, त्यो प्रकाशन भएको छ। अब त्यो चाहिँ अमेजनमा पनि पाइन्छ, नेपालमा पनि प्रकाशन भएको छ। तर त्यतिले मात्रै पुगेको छैन। हामीले चाहिँ अलिकति संस्थागत रूपबाट नै हामीले गर्न पायौँ भने अलिकति नेपाली भाषाको विश्वव्यापीकरणमा चाहिँ जोड दिन्थ्यो कि, सहयोग गर्थ्यो कि भन्ने हामीलाई लागेको छ भने, अर्को चाहिँ अनुशासनको आफ्नै यति पुरानो संस्था भएर पनि हाम्रो डकुमेन्टेसनहरू, हाम्रा सयौँ प्रकाशनहरू राख्ने ठाउँ छैन। हामीले अनुशासनको आफ्नै भवन, आफ्नै छानो, आफ्नै आँगन होइन, एउटा चाहिँ लाइब्रेरी सहितको एउटा चाहिँ गर्वानुभूति गर्न सक्ने खालको एउटा चाहिँ भवन बनाउनु पाए हुन्थ्यो, भइदियो हुन्थ्यो भन्ने हामीलाई चाहिँ मनमा चाहिँ अत्यन्तै छ। त्यस्तै गरेर अब अनुशासनलाई चाहिँ एउटा चाहिँ डायस्पोरामा रहेको यो प्राज्ञिक संस्थाको रूपमा, रिसर्च अर्गनाइजेसनको रूपमा, इन्स्टिट्युसनको रूपमा चाहिँ रिसर्च इन्स्टिट्युसनको रूपमा कसरी विकास गर्न सकिन्छ। हुन त यसको बायोलजले अहिलेको बनेको बायोलजले केही त्यसको चाहिँ एड्रेसहरू गरेको छ, तर त्यसका कामहरू भलै धेरै हुन सकेका छैनन्। आगामी दिनमा पनि होला। त्यस्ता कामहरू गर्न सक्यो भने नेपाली भाषा साहित्यको क्षेत्रमा अलिकति केही हुन्थ्यो कि, थप सहयोग हुन्थ्यो कि भन्ने लाग्छ सुरेनजी। हजुर, थ्याङ्क यू, धेरै धेरै धन्यवाद यहाँलाई। हो, हामी हाम्रो पहिलो जेनेरेसन जति अहिले हामी साहित्यमा
लागिरहेका छौँ। नेपालबाटै आएका साहित्यकारहरू हुनुहुन्छ र दोस्रो तेस्रो पुस्तामा पुग्दा हाम्रो नेपाली भाषा साहित्य र संस्कृति कस्तो हुन्छ भन्ने बारेमा पनि एउटा चिन्ताको विषय छ। किनभने हाम्रा नानीहरूले बाबुहरूले नेपाली भाषा बोल्दैनन्। अहिले मलाई यो भनिरहँदा यो तपाईँका कुरा सुनिरहँदा मलाई फिजीमा बस्ने नेपालीको सम्झना आयो। फिजीमा अहिलेभन्दा करिब 200 वर्ष अगाडि 1800 तिर बेलायतले चाहिँ भारतमा शासन गरेका बेला कलकत्ताबाट केही नेपालीहरूलाई चाहिँ लिएर गएछ र उखु खेती त्यहाँ जङ्गल फाड्ने कामहरू लगाएछ। अहिले ती नेपालीहरूको उनीहरूको थर मात्रै नेपाली छ, उनीहरूको भाषा पनि छैन, संस्कृति पनि छैन, भाषा पनि कुनै छैन। पहिचानै उयो थर चाहिँ नेपाली नेपालका थरहरू छन् उनीहरूसँग, अरू केही पनि छैन। र भोलि त्यस्तो दिन नआओस् भन्नका लागि पनि हामी पहिलो पुस्ताका मान्छेहरूले, प्रवासमा रहेका मान्छेहरूले हाम्रा बाबु नानीहरूलाई चाहिँ कसरी नेपाली भाषा सिकाउने, कसरी नेपालसँग कनेक्ट गरेर जोडेर राख्ने भन्नेमा चिन्तित भएनौँ भने हामी पछाडि पर्नेछौँ। हाम्रो भाषा पछि उयो नेपाली भन्ने मात्रै रहन्छ, फिजिकै नेपालीहरूको हालत नहोला भन्न सकिँदैन। यो फेरि हाम्रो यो पहिचान सबै हरायो भने चाहिँ हामी अनुहारमा देख्दा त हामी मेक्सिकन जस्ता पनि छौँ, इन्डियन जस्ता पनि छौँ, बङ्गलादेशका मान्छे जस्ता पनि छौँ। तर हाम्रो यही भाषा साहित्य र संस्कृतिले गर्दा चाहिँ हामीलाई यहाँसम्म ल्याएको हो। त्यसो हुनाले हामीले चाहिँ सबै बालबालिकाहरूलाई चाहिँ नेपाली भाषा साहित्य संस्कृति सिकाउनुपर्छ भन्ने अभियानमा छौँ। म एउटा बाल समितिको संयोजक भएको हुनाले पनि अस्ति हामीले 9वटा देशको बाल कविता सङ्ग्रह क्यालेन्डर निकाल्यौँ र अहिले हामीले चाहिँ 300 जना बालबालिकाको कविता सङ्ग्रह निकाल्दैछौँ र यो चाहिँ कोलोराडोको तपाईँहरूको ठाउँमा हुने सम्मेलनमा हामीले लोकार्पण गर्ने सोच राखेका छौँ। र सबै संसारभरि सबैले चाहिँ हाम्रा बालबालिकाहरूसँग नेपालीमा बोल्ने गऱ्यौँ, नेपाली कुरा सुनाऊँ भने हामीले अर्को भाषा त त्यसै पनि सिक्छौँ, उनीहरूले त्यसै पनि सिक्छन्। तर हामीले चाहिँ त्यसो गऱ्यौँ भने चाहिँ अवश्य पनि हामी अगाडि बढ्नेछौँ। र यहाँको यो सबै चिन्ता यो आगामी अनुशासनले आउने अनुशासनहरूले अहिलेका अनुशासनहरूले पुरा गर्दै लानेछ, पहल गर्नेछ भन्ने लागेको छ। र अहिले अस्ति ठुलो काम एउटा देवकोटाको एउटा कृति भर्खरै तपाईँकै नेतृत्वमा चाहिँ यसरी अनुवाद भएर यसरी आयो। यसमा हामी कृतज्ञ छौँ, एकदम हामी आभार छौँ यो कार्यका लागि। म अब फेरि यहाँको एउटा कविता सुनौँ भन्ने, ए हजुर, म हुन्छ कविता हुन्छ। दर्शकहरूलाई चाहिँ कविता सुनाऊँ, हामी सुनौँ भनेर म यहाँ आग्रह गरेँ। हजुर हुन्छ। म अलिकति अम, फरक खालको कविता सुनाउन चाहेँ त्यसो हो भने। मैले केही वर्ष अगाडि लेखेको थिएँ यो कविता, र त्यही सुनाउँछु। यति बेला यही एभाइलेबल भयो, उपलब्ध भयो। यहाँ यसको शीर्षक छ युद्ध भन्ने मैले चाहिँ राखेको छु। अब कविता यसरी सुरु हुन्छ। यति बेला म युद्धमा होमिएको छु, देश युद्धमा होमिएको छ, निमुखाहरू युद्धमा होमिएका छन् र शीत युद्ध चलिरहेछ देशभर। तर तिमी तर तिमी गल्तीहरू लुकाएर उक्साइरहेछौ अझै, भेदभाव गर्न उद्धत छौ, ढाक्छौ गर्न, प्रपञ्च रचिरहेछौ, घटनाहरू सिर्जना गर्न ढाडस दिइरहेछौ, सामन्ती प्रथा जीवन्त राख्न, जाति प्रथा बचाइराख्न र भेदभाव जारी राख्न। तिमी तिमी प्रगतिको उकालो चढ्दै गयौ, तिमी प्रगतिको उकालो चढ्दै गयौ, गरिबहरूलाई बोक्न लगाएर धनाढ्य बन्दै गयौ, मान्छेहरू माथि कहाँ चढेर सत्तामा पुग्दै गयौ, जनतालाई बन्दुक थमाएर नबिर्स तिमी। नबिर्स तिमी राष्ट्रिय एकीकरणमा मेरो साथ, नबिर्स तिमी प्रजातान्त्रिक आन्दोलनमा मेरो योगदान, नबिर्स तिमी बहुदलीय आन्दोलनमा मेरो समर्पण, र नबिर्स तिमी जनताको युद्धमा मेरो बलिदान, र नबिर्स हाम्रो दुखाइ पशु जस्तै निरीह जिउनुको पीडा, हाम्रो भगाई जाँतोमा पिसिएका घुन जस्तै पिसिनुको पीडा, हाम्रो रुवाई थिचोमिचोको पहाडले थिचिएको पीडा। तर त्यो पनि नबिर्स तिमी तिम्रा बारीमा पसिना चुहाउँदै चुहाउँदै बिलाएका हर्केहरूलाई, तिम्रा शरीर ढाक्न जीवन सिलाएका काले दाईहरूलाई, तिम्रा पाइतला नबिजाउन जुत्ता बुनेका बिर्खेहरूलाई, युद्धमा उठाएका बन्दुक बनाउने बिरेहरूलाई, तिम्रै खेत कान्लामा पसिना चुहाउँदै गरेकी सुन्तलीहरूलाई,
सयौँ हामीले युगौँ युगदेखिका अन्यायका पीडाहरू, युगौँ युगदेखिका अत्याचारका पहाडहरू, युगौँ युगदेखिका थिचोमिचोका चैटाहरू, युगौँ युगदेखिका शोषणका भड्कालाहरू अब त अति भयो। सहनुको पनि सीमा हुन्छ, सहनुको पनि समय हुन्छ, सहनुको पनि अर्थ हुन्छ। त्यसैले यति बेला म युद्धमा होमिएको छु। देश युद्धमा होमिएको छ। भेरीमा बगेको रगतको पानी जस्तै कर्णालीमा बग्न सक्छ, गण्डकी र कोसीमा बग्न सक्छ भोलि। देशभर रक्तपात हुन सक्छ, अन्याय अत्याचार थिचोमिचो र शोषणका पर्खालहरू नतोडिएसम्म, छुवाछुत र भेदभावका रेखाहरू नमेटिएसम्म युद्ध निरन्तर चलिरहेछ। त्यसैले म युद्धमा होमिएको छु। धन्यवाद। कति सुन्दर कविता हो। अब हामी सभ्यता यो 21औं शताब्दीको उत्तरार्धमा पुग्दा पनि हामी सभ्यताको कुरा गर्छौँ। अझ यसरी चाहिँ हामी यति विकास र प्रगतिको कुरा गर्छौँ। हामी समानता र पक्षपाती यो उसको विरुद्धमा कुरा गर्छौँ। तर हाम्रा अब काठमाडौँ नेपालको राजधानीकै छेउमा चाहिँ एउटा कुवाको पानी छोएकोमा, एउटा धाराको पानी छोएकोमा एउटा मान्छेले अवहेलना दुर्व्यवहार सहनुपर्छ। अनि भेरीमा हाम्रो नवराज विकहरू जुनले चाहिँ 6जना युवाहरूले चाहिँ जीवन गुमाउनुपर्छ। र यो यस्तो विकराल त्यो थाहा पाएका मात्रै त्यति हुन्, त्यस्ता असङ्ख्य हाम्रा समाजमा त्यस्ता छन्। र यसको विरुद्धमा अब यसको यो अन्त्य नभएसम्म जति नै आदर्शका कुरा गरे पनि, जति नै हामीले चाहिँ राम्रा कुरा गरे, विज्ञानका कुरा गरे पनि, प्रगतिका कुरा गरे पनि, हाम्रो सोचमा परिवर्तन नआएसम्म, यस्ता भेदभावहरू नहटेसम्म, यो संसार यस्ता उसबाट चाहिँ हाम्रो नेपाल मुक्त नभएसम्म, एउटा जब एउटा चाहिँ संसारै अब अहिले चाहिँ दुई जाति महिला र पुरुष भनेर समान त्यसरी भएका उसमा चाहिँ हाम्रा विभिन्न चाहिँ त्यस्ता भेदभावहरू सिर्जना गरेर जुन भइरहेका छन्, निरन्तरता पाइरहेका छन्, त्यसलाई चाहिँ हामी साहित्यकारहरू भनेका चाहिँ जहिले पनि प्रतिपक्षहरू हुन्छन्। उनीहरू समाजका चेतनामूलक हुन्छन्। उनीहरू चाहिँ समाजका चाहिँ सूर्यका अंश हुन्। उनीहरूले चाहिँ उज्यालो दिन्छन्, अरूलाई भन्दा पृथक सोच्छन्, अगाडिको दृश्य देख्छन् उनीहरूले भन्ने चाहिँ छ। र यसलाई चाहिँ हामी सबै लागि पर्नुपर्छ र यस्तो भेदभावहरू समाजबाट हट्नुपर्छ भन्नेमा म एकदम एकबद्धता मैले पनि चिन्तित बनाएको छ। मलाई पनि मैले नवराज विकको धन्यवाद। बारेमा 2टा गीत पनि लेखाएको थिएँ त्यतिखेर, जुन भयो। र यहाँको मिठो कविताका लागि धेरै धेरै धन्यवाद। यहाँलाई चाहिँ मर्मस्पर्शी एउटा चाहिँ गीत कविता सुनाउनु भयो। अब म एउटा फेरि यहाँलाई, यहाँ अनेसासाको अध्यक्ष 4 वर्ष 2टा कार्यकाल हुनुभयो र त्यस पछाडि बोर्ड अफ ट्रस्टीको उपसभापति भएर अहिले सभापति हुनुहुन्छ बोर्ड अफ ट्रस्टीको। यहाँलाई त्यो अध्यक्षबाट यता बोर्ड अफ ट्रस्टी, अनेसासाको केन्द्रीय अध्यक्षबाट यता बोर्ड अफ ट्रस्टीको सभापति हुँदा कस्तो अन्तर पाउनु, काम गर्ने सवालमा भयो, अरू आफ्नो योगदान दिने सवालमा भयो, कस्तो खालको चाहिँ यहाँले पाउनु भएको छ त्यसमा? सिरनजी एकदम राम्रो र चाहिँ अलिकति फरक खालको प्रश्न पनि हो यो। सायद यस्तो प्रश्नहरू तपाईँले धेरै कम सोध्नुहुन्छ होला, अब थोरै व्यक्तिलाई मात्रै सोध्न सक्नुहुन्छ होला, सोध्ने अवसर पाउनुहुन्छ होला। यो चाहिँ अलिकति डेफिनेटली यो एकदमै अलिकति फरक जस्तो लाग्छ। अब यो कृष्ण धारावासीले भन्नुहुन्छ अनिसासा एउटा बदाम हो, र बदाम चाहिँ कस्तो हो भने बाहिर त्यसको सिङ्गो खोल हुन्छ अनिसासेको रूपमा, भित्र 2टा बदामका दानाहरू मिलेर एकदम चटक्कै मिलेर बसेका हुन्छन्। त्यसको खोलेर हेर्दाखेरि खाँदाखेरि स्वाद उस्तै होइन, बाहिरबाट हेर्दाखेरि त्यो एउटा सिङ्गो बदामको आकार छ नि त होइन। तर त्यो बदामका चाहिँ सलक्क मिलेर बसे पनि तिनीहरूका चाहिँ गतिविधिहरू फरक हुन्छन्। त्यस्तै अब यो अनुशासन केन्द्रीय अध्यक्ष हाम्रो अनुशासनका निकाय बोर्ड अफ ट्रस्टी केन्द्रीय कार्य समिति भनेको त्यो एउटा बदामको प्रतीकको रूपमा चाहिँ यहाँले लिनुभए पनि हुन्छ होइन, लिँदा पनि हुन्छ। यो चाहिँ अब अनुशासनमा केन्द्रीय कार्य समितिमा हुँदाखेरि अथवा महासचिव भन्नुहोस् अथवा अध्यक्ष भन्नुहोस्, त्यो हुँदाखेरि र बोर्ड अफ ट्रस्टीमा रहँदाखेरि अलिकति फरक खालको जिम्मेवारी जस्तो लाग्यो मलाई। अब यो बोर्ड अफ ट्रस्टीमा आइसकेपछि अब केन्द्रीय कार्य समिति भनेको चाहिँ एउटा एक किसिमको दौडा
खालको एक किसिमको सङ्गठन बनाउने, सदस्यहरू बनाउने, च्याप्टरहरू बनाउने, सभा सम्मेलनहरू गर्दै गर्ने, च्याप्टरहरूमा पुग्ने होइन, भानु जयन्तीमा च्याप्टरमा पुग्ने, देवकोटा जयन्तीहरूमा पुग्ने, त्यस पछाडि सभा सम्मेलन एएनएको कार्यक्रममा, आनमा नासिएको कार्यक्रममा जाने, एक किसिमको भागदौड होइन। यति धेरै गतिविधिहरू कार्यक्रमहरू छन्। अब एक किसिमको दौडाको एक किसिमको चाहिँ चरण रहेछ त्यो, अब कार्यक्रम रहेछ होइन। त्यो चाहिँ अब हाम्रो श्याम कार्की चाहिँ बोर्ड अफ ट्रस्टीको चेयर हुँदाखेरि मलाई जहिले पनि भन्नुहुन्थ्यो, पदमजी अनिसासँग पैसा भएको भए मैले चाहिँ तपाईँलाई एउटा बाइपङ्खी घोडा किनिदिन्थेँ भन्नुहुन्छ। ठट्टाको रूपमा पनि एउटा मजाक पनि एउटा एक किसिमको त्यति धेरै दौडिनु पर्छ भनौँ न, गतिविधिहरू त्यति धेरै हुन्छन्, हामीले गर्दै आइराखेका छौँ र अहिले त्यो कार्यक्रमहरू थपिएका पनि छन्। अब सङ्गठनलाई अगाडि बढाउने काम केन्द्रीय कार्य समितिले गर्छ भने अब यो बोर्ड अफ ट्रस्टीले चाहिँ अलिकति अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ र यसको बाइलजमा पनि त्यसकै कन्सेप्ट छ भनौँ न एक किसिमबाट। जस्तो अब भन्नुहोस् न, केन्द्रीय कार्य समितिलाई सहयोग गर्ने, केन्द्रीय कार्य समितिलाई अब कसरी हुन्छ फाइनेन्सियल्ली अथवा चाहिँ वैधानिक रूपबाट अथवा केही किसिमबाट हौसलाहरू प्रदान गर्ने, सहयोगहरू गर्ने, त्यस्तै गरेर तपाईँको चाहिँ विधानको हामी अनुशासनको भिजन मिसन गोलबाट टाढा पुग्यौँ कि टाढा छौँ कि, अथवा चाहिँ त्यो भिजन मिसन गोललाई चाहिँ लिनको लागि हामी चाहिँ कति नजिक पुगिराखेका छौँ भन्ने, त्यसको त्यसको कार्यान्वयन हुन सक्यो कि सकेन, बायोलजहरू मिचिएका छन् कि छैनन् कि, हामीले गरेका कामहरू विधानसम्म छ कि छैन होइन, छ कि छैन, त्यसको अलिकति चिन्ताहरू हुँदो रहेछ। त्यस्तै गरेर तपाईँको यो चाहिँ संस्थाको छवि बिग्रिन्छ कि होइन। अब त्यो केन्द्रीय कार्य समितिमा हुँदाखेरि त कार्यक्रम गर्नु मात्रै हो जस्तो लाग्थ्यो कि किताबहरू छापिराख्नु मात्रै हो, कार्यक्रमहरू गर्नु, सम्मेलनहरू गर्नु, च्याप्टरहरूको कार्यक्रमहरू गरिराख्नु मात्रै जस्तो लाग्थ्यो कि। अब अहिले चाहिँ आएर हेर्दाखेरि तपाईँको संस्थाको छवि बिग्रिएको छ कि छैन कि, बिग्रिन्छ कि भन्ने कता कता चिन्ता लाग्ने, पोल्ने, भतभती पोल्ने होइन, भत्किन्छ कि संस्थाको होइन, संस्था भोलि गएर संस्थाको स्वरूपहरू बिग्रिन्छ कि, अथवा संस्थाले संस्थागत रूप लिन सक्दैन कि भन्ने त्यस्तो चिन्ताहरू। अब यसको ट्याक्स फाइलहरू हुन सक्यो कि सकेन, भएन भने संस्थाले चाहिँ आफ्नो चाहिँ त्यो 501 नै गुमाउँछ नि त होइन। त्यस्तो चिन्ताहरू हामीले चाहिँ डिसी गभर्मेन्टमा चाहिँ हरेक वर्ष रिन्यू गर्नुपर्छ, रिन्यू भएन भने, समयमा भएन भने संस्था कोल्याप्स, दर्ता नै कोल्याप्स हुन्छ नि त होइन। त्यसैले गर्दाखेरि यस्तो खालको एउटा एक किसिमको जिम्मेवारी कम भए पनि यसलाई सोच्ने, अभिभावकीय भूमिकाहरू प्रदान गर्ने, त्यसमा चाहिँ अलिकति अलिकति चिन्ताहरू अलिकति त्यसमा हुँदो रहेछ। तर तैपनि बोर्ड अफ ट्रस्टीको पनि आफ्नै केही कामहरू छन्, जस्तै अब पुरस्कारलाई व्यवस्थित गर्ने, पुरस्कारहरू हामीले हरेक 2 वर्षमा दिन्छौँ, त्यसलाई काम गर्ने, केन्द्रीय कार्य समितिलाई सपोर्ट गर्ने र चाहिँ अब संस्थाको सिङ्गो उसलाई चाहिँ खलबलिन नदिने, संस्थालाई विधि विधान अनुसार सञ्चालन गरिराख्ने कामहरू अलिकति फरक, जिम्मेवारी कम भएको जस्तो लाग्ने होइन। त्यस्तो भागदौड गर्न नपर्ने। तैपनि अब हाम्रो केन्द्रीय अध्यक्षहरू, हाम्रो महासचिव, हाम्रो च्याप्टरले भनेको ठाउँमा त पुग्नै मन लाग्दो रहेछ। फेरि अब एक किसिमको भनौँ न, एक किसिमको गइदियो भने उहाँलाई प्रेरणा मिल्छ भने किन नजाने भन्ने हुँदो रहेछ। जस्तो सभा सम्मेलनहरूमा पनि पुगिराखेको छ र चाहिँ कार्यक्रमहरू पनि पुगिराखिएको छ। त्यसैले गर्दाखेरि अलिकति जिम्मेवारी फरक भए पनि फरक चाहिँ डेफिनेटली छ। तैपनि अनुशासनभित्रैका चाहिँ गतिविधिहरू भए फरक चाहिँ डेफिनेटली पक्कै पनि छ सुरेनजी। थ्याङ्क यू, एकदम धन्यवाद। हो, हामीले यो अनिशासलाई चाहिँ बोर्ड अफ ट्रस्टी भनेको एउटा अभिभावकत्व लिने, अभिभावकले आफ्ना सन्तानहरू, आफ्ना बालबालिकाहरू, आफ्ना मान्छेहरूलाई कसरी सही ट्र्याकमा ल्याउने, जस्तै एउटा संस्थालाई कसरी जोड्याउने कुरा गर्नुपर्छ र समन्वय गरेर चाहिँ त्यसलाई चाहिँ विभिन्न रक्षा गर्ने काम गर्ने, संरक्षण गर्ने काम गर्छ भनेर भन्नुभयो। अहिले हामीलाई चाहिँ ओमार गुरुङले हेरिदिनु भएको छ, त्यस्तै शान्ता बस्नेतले हेरिदिनु भएको छ, बिन्दा पराजुलीबाट ओहो, उहाँ चाहिँ अनुशास जापानको पहिलाको अध्यक्ष पनि हुनुहुन्थ्यो र अहिले उहाँ चाहिँ छन्द कवि हुनुहुन्छ। उहाँ चाहिँ अहिले अटोवामा बस्नुहुन्छ
र उहाँले चाहिँ भव्य कार्यक्रम हार्दिक नमन छ दुवै सहरहरूमा भन्नु लेख्नु भएको छ र उहाँले चाहिँ थुप्रै सेयरहरू पनि गर्नुभएको छ, भिडियोलाई सेयर गर्नुभएको छ। धेरै धेरै धन्यवाद। बिन्दा पराजुली उहाँ कवि, छन्द कवि हुनुहुन्छ, विभिन्न छन्दमा कविताहरू लेख्नुहुन्छ, एकदम सक्रिय हुनुहुन्छ। उहाँको छोरी पनि अहिले चाहिँ छन्द सिकाउने, उहाँ मकवानपुरको एउटा संस्थाबाट चाहिँ छन्द सिकाउनेमा लाग्नु भएको छ। यहाँ अस्ति बालबालिकाहरूलाई, अरू सिक्ने मान्छेहरूलाई छन्द सिकाउने अभियानमा पनि लाग्नु भएको छ। उहाँहरू एकदम साहित्यमा अग्रज अग्र भूमिका निर्वाह गरिरहनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। यहाँलाई मेरो पनि धन्यवाद। उहाँ पदम सरले पनि धेरै धेरै धन्यवाद भन्नुभएको छ यहाँलाई। धेरै धन्यवाद। अब हामी कार्यक्रममै अगाडि बढ्छौँ। अब हो अवश्य पनि एउटा नीति र नियमभित्र एउटा ट्र्याकमा राख्नलाई पहल गर्ने संस्था भनेको चाहिँ अनिशासनलाई ट्र्याकमा राख्नलाई अनिशासन बोर्ड अफ ट्रस्टले चाहिँ काम गर्दै गर्छ, अभिभावकत्व प्रदान गर्छ। हजुरबुवा हजुरआमा अब बुढाबुढी भयो, यिनीहरूको के काम छ र भन्ने पनि नाति नातिनाहरूले अलिकति नबुझेकाहरूले त्यस्तो पनि सोचाइ आउनसक्छ। तर हजुरबुवा हजुरआमा जरा भनेको हाम्रो चाहिँ त्यसरी उहीँबाट सुरु भएको हुन्छ। उहाँहरूलाई चाहिँ अभिभावकत्व प्रदान गरेर आफ्ना सन्तानहरूलाई सही उसमा चाहिँ हुनुपर्छ भन्ने चाहिँ जहिले सोचिरहनुहुन्छ र त्यही कामहरू गर्दै गइरहेको छ। र अहिले चाहिँ बोर्ड अफ ट्रस्टीको चाहिँ यो भवन बनाउने र कसैले चाहिँ त्यसलाई चाहिँ भवन बनाएर हाम्रो आफ्नै भवन बनाउने, अनुशासनको भवन बनाउने भन्ने अभियानमा हुनुहुन्छ, चिन्तित हुनुहुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद। अब म यो नेपाली भाषा र साहित्यको समृद्धिमा कसले कस्तो अभियान चलाउनु आवश्यक छ। अब अझै पनि अब हामी चाहिँ हाम्रो अघि पनि हामीले चिन्ता व्यक्त गऱ्यौँ। हामीले चाहिँ अनुशासनले अरू अरू देशसँग, अरू अरू भाषीसँग पनि हामी समन्वय गरेर बढ्न सकेदेखि हाम्रो साहित्य बाहिर पुग्थ्यो भन्ने एउटा चिन्ता छ। हामीले अनुवाद गरेर विभिन्न उसमा पुर्याउन सके हाम्रा त्यस्ता अनमोल कृतिहरू हाम्रा भाषाका नेपाली भाषामा चाहिँ विभिन्न साहित्यकारहरूले लेखेका त्यस्ता कृतिहरू छन् जुन चाहिँ अहिले हामीले हेर्दा नोबेल पुरस्कार पाएका कृतिहरूभन्दा गहकिला ओजनदार त्यस्ताहरू छन्। तर हामीले चाहिँ हाम्रो भाषाका कारणले हामी ती बाहिर संसारभरि पुग्न पाएका छैनौँ। र त्यसरी गर्दा हामीले कसले कस्तो भूमिका निर्वाह गर्यो भने चाहिँ यसलाई चाहिँ संसारभरि र अरू भाषीहरू माझमा पनि हामी पुग्न सक्थ्यौँ होला। यहाँको यो राय। यो एकदमै राम्रो प्रश्न हो सुरेनजी। मलाई लाग्छ यो विषयमा त केही घन्टाको केही समयसम्म हामीले बहस छलफल अन्तर्क्रिया नै गर्न सक्छौँ र यो चाहिँ जरुरी पनि छ। र यो विषयमा हाम्रो सम्मेलनमा, आगामी सम्मेलनमा केही छलफल पनि हुन्छ होला भन्ने पनि मैले आशा लिएको छु। अब यो कस्तो रहेछ भने, अब यो हुन त अब हाम्रो मातृभूमि नेपालमा सरकारकै तर्फबाट प्रज्ञा प्रतिष्ठान छ होइन। थुप्रै साहित्यिक संस्थाहरू निजी स्तरबाट पनि खोलिएका छन्, संस्थागत रूपबाट पनि धेरै साहित्यिक गतिविधिहरू, कामहरू हुन्छन्। अब हाम्रो आफ्नै मातृभूमिलाई चाहिँ त त्यसको त्यति धेरै जरुरी नहोला। नेपालमै नेपाली पढाइन्छ, नेपालीमा बोलीचाली गरिन्छ, हाम्रा संस्कृतिहरूलाई चाहिँ हामीले फलोहरू गर्दै जान्छौँ, अवलम्बन गर्दै जान्छौँ होइन। त्यति धेरै जरुरी नहोला। तर पनि अब नेपालमा पनि अहिले अङ्ग्रेजी संस्कृतिको चाहिँ एकदमै हाबी भइराखेको छ होइन। बोर्डिङ स्कुलहरूमा चाहिँ नेपाली नै नपढाइने होइन, कैयौँ स्कुलहरूमा चाहिँ अङ्ग्रेजी मात्रै पढाउने त्यस्तो खालको चाहिँ पनि अवस्था भएको छ। त्यसले एउटा नेपालको आगामी दिनमा कुनै कालखण्डमा गएर एउटा चाहिँ नेपाली साहित्यको, नेपाली भाषाको अलिकति त्यति बेला खड्किन्छ नै होला, ग्याप अलिकति चाहिँ खड्किन्छ नै, पक्कै पनि खड्किन्छ। जहाँसम्म हामीले चाहिँ नेपाल बाहिर डायस्पोराको कुरा गर्दाखेरि अब हामीले यति धेरै कामहरू नेपाली भाषा, साहित्य, संस्कृतिको संरक्षणको लागि चाहिँ कामहरू, गतिविधिहरू भइराख्दाखेरि यो चाहिँ एक किसिमबाट सदस्यहरूबाट उठेको पैसा भनौँ न, हामीले कुनै डोनर एजेन्सीबाट ठुलो फन्ड लिएर के अरे फन्डिङ लिएर हामीले गरेका पनि छैनौँ। हाम्रा चाहिँ सदस्यहरूबाट उठेको नोमिनल पैसाहरूबाट हाम्रै सहयोगी दाताहरू, अनिशासनलाई माया गर्ने रोहिणी शर्मा जस्ता व्यक्तिहरू, तीर्थराज अधिकारी, श्याम कार्की जस्ता मान्छेहरू थुप्रै हुनुहुन्छ हामीलाई माया गर्ने व्यक्तिहरू। उहाँहरूको अनुदान, उहाँहरूको चाहिँ सहयोगले, सद्भावले हामीले धेरै कामहरू, गतिविधि गरिराखेका छौँ।
तर त्यो चाहिँ कतिसम्म रहला, कहिले चाहिँ त्यो चाहिँ गएर चाहिँ त्यो चाहिँ हामीलाई रोकिन्छ कि भन्ने हामीलाई त्यो चिन्ता छ होइन। एक किसिमबाट त्यस्तो अवस्थामा हामी के गरौँला, तर गर्नुपर्ने कामहरू धेरै छ। अब यहाँले सोध्नुभएको कुरा चाहिँ के हो भने, एक किसिमबाट यस्ता काममा सरकारले नै, हाम्रो नेपाल सरकारले नै यसमा चाहिँ सरिक भएर ल है तिमीहरूले यति धेरै कामहरू गरिराखेका छौ, तिमीहरूसँग हामी सहकार्य गरौँ न भनेर चाहिँ भन्नुपर्ने हो होइन। जस्तो एकाडेमी मार्फत थुप्रै काम गर्न सकिन्छ नि, अनुवादका कामहरू गर्न सकिन्छ, अन्तर्राष्ट्रिय सम्मेलनहरू, सभा सम्मेलनहरू गर्न सकिन्छ, कृतिहरू प्रकाशन गर्न सकिन्छ, लाइब्रेरी बनाउन सकिन्छ, पाठशालामा चाहिँ एकाडेमीले चाहिँ सपोर्ट गर्न सक्छ, नेपाल सरकारले सहयोग गर्न सक्छ। त्यो हो भने अर्को चाहिँ अब हाम्रा अरू निकायहरू जस्तो छन् नि, जस्तो एनआरएनहरू भए होइन, एनआरएनले पनि अब नेपालमै लगानी गरिराखेका छौँ भने हामी सदस्यहरूबाट उठेको पैसाहरूबाट अथवा चाहिँ हाम्रो सहयोगी दाताहरू, सहयोगी मनहरूबाट, एनआरएनका चाहिँ धनाढ्य व्यक्तित्वहरूबाट जम्मा भएको पैसा हामी नेपालकै श्रीवृद्धिमा लगानी गरेका छौँ। तर त्यसको केही अंश, केही थोरै रकम अथवा एउटा चाहिँ केही पर्सेन्टेज भनौँ न, प्रतिशत मात्रै भए पनि हामीले भाषा, साहित्य, संस्कृतिको संरक्षणमा हामीले केही योगदान गर्न सक्यौँ भने पक्कै पनि त्यसले काम गर्न सक्छ। त्यस्तै गरेर अब डायस्पोरमा अरू पनि साहित्यिक अनुशासन जस्तै अरू साहित्यिक संस्था पनि छन्। ती संस्थाहरूले आफ्नै किसिमबाट गरेका छन् कामहरू, धेर थोर रूपमा आफ्नो स्तरबाट गरेका छन्। तैपनि त्यसलाई अलिकति इन्स्टिट्युसनल, संस्थागत बनाएर हामीले लैजानु पर्ने र चाहिँ विशेष गरेर अबको अवस्थामा हामीले अन्तर्राष्ट्रियकरण गर्नको लागि नेपाली साहित्यका, यहाँले भन्नुभयो जस्तै यति राम्रा, यति उत्कृष्ट किताब छन् कि हामीसँग होइन। ती किताबहरूलाई चाहिँ हामीले अनुवाद, राम्रोसँग अनुवाद गरेर एउटा प्रोजेक्टको रूपमा चाहिँ हामीले लैजान सक्यौँ भने हाम्रो साहित्यले चाहिँ नोबेल पुरस्कार नपाला भन्न सकिन्न। तर त्यसमा एउटा समन्वयकारी भूमिका, एउटा सरकारको सपोर्ट, सरकारको चाहिँ एउटा पोजिटिभ धारणा, त्यस्तै हामी अरू एनआरएन लगायतको अरू सङ्घ संस्थाहरूसँग मिलेर कि हामीले गर्नुपर्ने आवश्यकता छ। अब यसको समन्वय पनि सायद अनुशासनले नै गर्नु चाहिँ पर्छ होला। कहाँसम्म जान्छ, जस्तो अब हाम्रो भुटानी नेपाली साहित्य परिषद भुटान छ, विभिन्न सङ्घ संस्थाहरूसँग मिलेर सहकार्य गरेर हामीले चाहिँ अगाडि बढ्नुपर्ने चाहिँ छ जस्तो लाग्छ। गर्नुपर्ने कामहरू धेरै छन्। सरकारले पनि यसलाई प्रायोरिटीमा पार्नै सकेन होइन, कहिल्यै पनि यसलाई चाहिँ सोच्दै नसोच्ने, कहिल्यै पनि प्रायोरिटीमा पर्न सकेन। र हाम्रो एनआरएनको पनि अब हामीले हरेक वर्ष हामी त्यति धेरै पैसा नेपाल पठाइराखेका छौँ, त्यति धेरै काम गरिरहेका छौँ, त्यसको थोरै अंश मात्रै हामीले कन्ट्रिब्युट गर्न सक्यौँ भने पनि यसको ठुलो काम हुन्छ जस्तो लाग्छ मलाई, सुरेनजी। हजुर धन्यवाद यहाँलाई, यहाँको विचारका लागि। यो क्यानाडामा म अहिलेभन्दा पहिलाको प्रधानमन्त्री जस्टिन ट्रुडो भएको बेला हजुर उहाँले चाहिँ कुनै पनि देशमा सम्मेलनहरूमा जाँदा कविहरूलाई लिएर जानुहुन्थ्यो, लगेको थियो पहिला। अनि उहाँले चाहिँ कवि लिएर त्यहाँको बारेमा कविताहरू लेख्ने, त्यहाँको बारेमा चाहिँ संस्कृतिको बारेमा लेख्ने, त्यस्तो पनि गर्नुभएको थियो। र अब हाम्रा नेपालमा पनि अब विभिन्न देशमा सांस्कृतिक हाम्रा चाहिँ राजदूतावासहरू छन्, र ती दूतावासहरूमा यो क्यानाडाको अटोमा पहिलो राजदूत भएर भोजराज घिमिरे आउनुभएको थियो। उहाँ चाहिँ आफै पनि साहित्यकार भएको हुनाले उहाँले एउटा लाइब्रेरी स्थापना गर्नुभएको थियो, नेपालबाट धेरै किताब ल्याएर। र त्यो किताबहरू चाहिँ अब कतिको व्यवस्थित छ, अहिले के छ, र पढ्ने, जाने, लेख्ने, आउने त्यसो गरेर थियो। हामी यो सायद यो दूतावासले चाहिँ हाम्रो नेपालको पहिचानलाई बढाउने, विभिन्न आर्थिक रूपले, सामाजिक रूपले, सांस्कृतिक रूपले, साहित्यिक रूपले गर्नुपर्ने र सबै भएको हो। तर त्यसमा चाहिँ हाम्रो साहित्यिक चाहिँ अलिक कम भएको हो कि जस्तो मैले पनि महसुस गरेको छु। यसरी चाहिँ हामीले भाषा र साहित्य बढ्यो भने संसारभरि हामी परिचित हुन्छौँ, पहिचान बढ्छ। तर त्यो भएन भने पहिचान हराउँदै जान्छ। अघि तपाईँले भने जस्तै नेपालमा बोर्डिङ स्कुलहरूले गर्दा नेपाली भाषा कति 9, 10, 11 पढेका बालबालिकाहरू नेपालीमा चाहिँ मलाई त पढ्न आउँदैन भन्ने जस्तो अहिले सुनिन्छ। तर अब
हामीले भारतमा तपाईँले हेर्नु भने असममा भयो, यो सिलगढी दार्जिलिङमा भयो, दार्जिलिङमा भयो, तिर भयो, सिक्किममै भयो होइन। डुवर्सतिर डुवर्स नेपाली साहित्यकारका जन्मदिनलाई चाहिँ उनीहरूले दसैँ तिहार आएछ फेस्टिभलको रूपमा चाहिँ एकदम विशाल मनाउने गरेर गर्छन्। मनाउँछन्, एकदम भव्य रूपमा मनाउँछन्। बालबालिकाले पनि एकदम उनीहरूले चाहिँ नेपाली भाषा सिक्नलाई प्रयास गर्छन्, सिक्छन्। अनि नै हाम्रो भाषा साहित्य संस्कृति जोगिन्छ। यदि हामीले चाहिँ त्यसै गरेनौँ भने हाम्रो नेपालमै पनि पछिल्लो पुस्ताहरू त्यसरी चाहिँ भाषाबाट पहिचानबाट विमुख हुँदै जाने खालको चिन्ता चाहिँ अवश्य नेपालमा पनि छ र सम्बन्धित निकायहरूले त्यसमा पनि ध्यान दिनेछ, सोच्नेछ भन्ने कुरा राख्दै भोलि हामीले हाम्रो भाषा साहित्य र संस्कृतिलाई जोगाइराख्न अरू के प्रयास गर्नु पर्ला, यसको बारेमा अब हामीले लामो छलफल पनि गरिसक्यौँ। अब आउने दिनहरूमा चाहिँ नयाँ पिँढीहरूलाई, नयाँ बालबालिकालाई चाहिँ सिकाउने, हाम्रो घर घरमा चाहिँ नेपाली भाषा बोल्ने, अनि उनीहरूलाई चाहिँ यहाँ स्कुलहरूमा पनि क्रेडिट कोर्सहरू चाहिँ बनाएर स्कुलहरूमा चाहिँ गर्न सक्यो भने उनीहरूले चाहिँ नेपाली भाषामा पढ्दा पनि क्रेडिट कोर्स पाउने। पहिला हामीले अटोवामा क्याथोलिक स्कुल बोर्डसँग मिलेर 9 देखि 12 कक्षा पढाउनु सुरु गरेको थियो। तारा दिदी, तारा उप्रेती र मैले भएर पढायौँ र उनीहरूले चाहिँ त्यहाँ पढेको कोर्स चाहिँ युनिभर्सिटी जाँदालाई एउटा विषय चाहिँ उनीहरूले त्यो मानिन्थ्यो। र तर त्यो कोभिड आएपछि त्यसलाई निरन्तरता दिन सकेन, म पनि मुभ भएर बाहिर गएँ। यसरी यस्ता खालका पहलहरू भयो भने हाम्रा बालबालिकालाई पनि प्रोत्साहन हुन्थ्यो, नेपालीबाट पनि गर्दा हुन्थ्यो भन्ने छ। यसका पहलहरू पनि हुनेछन् र गर्नुपर्छ भन्ने मलाई लाग्छ। र अब यहाँलाई मैले अब यो अनेस शासनले के काम गर्न सके विस्तार र नयाँ पुस्तासम्म अझ पुग्न सक्ला, अझ चाहिँ बालबालिकाहरूसँग उनीहरूलाई चाहिँ सहभागी गराउने, जुटाउने काम के गर्दा चाहिँ हामी त्यसरी पुग्न सक्थ्यौँ, मलाई के लाग्छ यहाँलाई? अब केही कुरा त अगाडि नै आइ पनि सकेका छन् उम्, होइन। अब एउटा त पाठशालालाई अलिकति हामीले फोकसको रूपमा मैले भने नि पाठशाला चलेका छन्, आफ्नै रूपबाट चलेका छन् होइन। अब कतिपयले त्यसको स्ट्यान्डर्ड मिट गरेका छन्, कतिपयले गरेका छन्, कतिपयले अब गर्न नसकेर छोडेका छन्। अब अ, ती पाठशालाहरू नेपाली पढाउने सिकाउने पाठशालाहरूलाई हामीले चाहिँ अलिकति संस्थागत स्वरूप, संस्थागत रूपबाट चाहिँ हामीले सपोर्ट गर्न सक्यौँ भने, जुन यहाँले पनि गरिराख्नु भएको छ कि आफ्नो हाम्रो अनुशासनको बाल समितिले पनि गरिराखेको छ केही गतिविधिहरू, त्यतिले मात्रै चाहिँ पुग्दैन। अब हामी अलि एग्रेसिभ रूपबाट अलिक प्लान गरेर प्लान वेबाट संस्थागत रूपबाट चाहिँ हामी जानै पर्छ। अहिलेको अवस्थामा खड्केको विषय त्यो हो, एकदमै खड्केको। नत्र भने हाम्रा बाल बच्चाहरूलाई नेपाली बोल्न लेख्नबाट चाहिँ हामी छुटाउँछौँ। एकदम ठुलो पपुलेसन भनौँ न अहिलेको तपाईँ हाम्रा बच्चाहरू, उनीहरूका छोराछोरीहरू, अब आउँदै गरेका सङ्ख्याहरू कति छ, कति पपुलेसन छ हाम्रो बालबच्चाहरूको होइन। तिनीहरूलाई चाहिँ हामीले हाम्रा कुराहरू सिकाउन सकेनौँ भने भोलि नेपाल के हो, कस्तो हो, कहाँ छ भनेर उनीहरूलाई खोज्नुपर्ने, नेपाली भाषा बोल्न, चाडपर्वहरू, दसैँ तिहारको बारेमा होइन सिकाउनु पर्ने, अथवा चाहिँ उनीहरूले चाहिँ बिर्सने अवस्था छ। त्यसैले गर्दाखेरि हामीले चाहिँ एकदमै पाठशालालाई संस्थागत रूपबाट चाहिँ हामीले गर्न सकेनौँ भने, कार्यान्वयन गर्न सकेनौँ भने, प्लान वेबाट हामीले गर्न सकेनौँ भने एउटा ठुलो खड्केको विषय चाहिँ त्यो हुनसक्छ भोलिको युगलाई, हाम्रो लागि, नेपाल बाहिर रहेका प्रवासीहरूलाई। र अर्को चाहिँ अब हामीले अनुवादमा अलिकति होइन धेरै नै हामीले जोड दिनुपर्छ त्यसलाई। कम्तीमा पनि वर्षमा एउटा एउटा राम्रो उत्कृष्ट किताब वर्षमा चाहिँ मदन पुरस्कार पाउने खालको किताबहरू चाहिँ हामीले अनुवाद गरेर चाहिँ हामीले विश्व बजारमा कसरी लैजान सक्छौँ। र अर्को चाहिँ हामी अन्तर्राष्ट्रिय क्षेत्रमा, अन्तर्राष्ट्रिय साहित्य जगतमा हामीले हाम्रो साहित्यलाई, नेपाली साहित्यले पुर्याउनै सकेका छैनौँ, छँदै छैनौँ। हो नि, केही स्तरमा भएका छन्। प्रज्ञा प्रतिष्ठानले साउथ एसियाका देशहरूलाई बोलाएर कार्यक्रम गर्छ हरेक 2 वर्ष जस्तोमा। नेपाल भारत सांस्कृतिक केन्द्रले केही कामहरू गर्छ, भारतीय साहित्यकारहरूलाई बोलाएर, नेपाली साहित्यकारहरूलाई बोलाएर केही अब चिनिया साहित्यकारहरूसँग, कोरियन साहित्यकारहरूसँग त्यो लेभलको भनौँ न, त्यो क्षेत्रका उहरू भएको छ भने हाम्रा साहित्यकारहरू अन्तर्राष्ट्रिय जगतमा पुग्नु भएको छ। जस्तो तुलसी दिवसहरू भयो, दाई धेरैवटा अन्तर्राष्ट्रिय सभा सम्मेलन जानुभएको छ। एउटा एक किसिमको देशको प्रतिनिधित्व भएको छ नेपाली साहित्यको, सामान्य एक किसिम आफ्नै किसिमबाट चाहिँ प्रतिनिधित्व भएको छ होइन। जस्तो चाहिँ हाम्रो
के अरे अरू भएको छ भने हामीले त्यसलाई हाम्रो साहित्यलाई विश्व बजारमा लैजानको लागि जस्तो हाम्रो प्रकाशन भनौँ न अङ्ग्रेजीमा मात्रै प्रकाशन गरेर हुँदैन। इन्डियामा हिन्दी भाषा बोल्ने कति छन् साहित्यकारहरू पढ्ने होइन। हामीले एउटा किताब राम्रो किताबलाई हिन्दीमा अनुवाद गरेर लैजान सक्यौँ भने हिन्दी साहित्य नेपाली साहित्यको कति राम्रो हुन्थ्यो होला। चिनियामा भन्नुहोस् न, चिनिया साहित्यमा हामीले अनुवाद गरेर लैजान सक्यौँ भने, कोरियन भाषामा, जापानिज भाषामा, अमेरिकन भाषामा लैजान सक्यौँ भने संसारभर हाम्रो नेपाली साहित्य पुग्छ कि। कालान्तरमा भनेको के हो भने हाम्रा हाम्रा साहित्यहरू, रचनाहरू, कृतिहरू कमजोर छैनन्। हाम्रा एकदमै परिष्कृत खालका, अहिले तपाईँले नि भनिसक्नुभयो, नोबेल पुरस्कार पाएका भन्दा उत्कृष्ट कृतिहरू हामीसँग छन् भने त्यसलाई हामीले बाहिर ल्याउनु जरुरी छ। र अर्को अब यो प्राज्ञिक क्षेत्रका रिसर्चहरू जस्तो देवकोटा रिसर्च केन्द्रहरू होइन, सम रिसर्च केन्द्रहरू बनाउने, इस्टाब्लिस गर्ने, नेपाली साहित्यलाई जस्तो भारतमा तपाईँ यहाँले नै भन्नुभयो नि होइन, कति धेरै कामहरू भइराखेको छ। भारतीय सरकारले साहित्यलाई कति धेरै स्थान दिइराखेको छ भने हामीले दिन सकेका छैनौँ होइन। देवकोटा रिसर्च केन्द्र सेन्टर बनाएर हामीले देवकोटाको व्यक्तित्व कृतित्वको बारेमा हामीले मान्छेलाई पढाउन, लेखाउन, युनिभर्सिटीहरूमा लैजान सक्यौँ भने होइन कति राम्रो कामहरू हुनसक्छ। समहरू, लेखनाथ पौडेलहरूदेखि लिएर हाम्रा थुप्रै होइन कृतिहरू, अहिलेका समकालीन साहित्यकारहरूका कति राम्रा कृतिहरू आएका छन्। तिनीहरूलाई लैजान सक्यौँ भने ठुलो ठुलो त्यसलाई ठुलो मद्दत पुर्याउँछ जस्तो लाग्छ विश्व बजारमा, विश्व साहित्यमा। अब यो हामीले गर्नको लागि जिम्मेवारी अथवा आवश्यकता धेरै छ सुरेनजी। गर्नुपर्ने कामहरू थुप्रै छ। हामीसँग रिसोर्सेसहरू हामीसँग कम छन्। र अब हाम्रो त्यसैलाई फोकस गरेर, त्यसैलाई प्रायोरिटी दिएर हामीले गर्न सकिएको छैन। त्यसलाई ठुलो एउटा प्रोजेक्टको रूपमा, एउटा प्लान वेको रूपबाट हामी अगाडि जान सक्यौँ भने हुन्छ। तर यो एउटा एक किसिमको जरुरी पनि छ सुरेनजी, त्यस्तो लाग्छ मलाई। त्यो भयो धन्यवाद प्रदीप सर। उहाँ चाहिँ हाम्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको 2टा कार्यकाल सभापति अध्यक्ष हुनुहुन्थ्यो भने बोर्ड अफ ट्रस्टीको चाहिँ अहिले सभापति हुनुहुन्छ। उहाँ चाहिँ नेपाली साहित्यमा सक्रिय रूपमा लागिरहनु भएको एउटा कुशल सङ्गठक पनि हो। विभिन्न साहित्यिक संस्थाहरूलाई चाहिँ अगाडि बढाउने काममा चाहिँ निरन्तर लागि परिरहनु भएको छ। हामीलाई संसारबाट हेरिरहने आदरणीय दर्शक तथा श्रोताहरूमा म हार्दिक नमन गर्दै म अब एउटा उहाँको कविता सुन्ने उहाँलाई आग्रह गर्दै सुन्नलाई आग्रह गर्छु। अब उहाँका मिठा मिठा कविता छन् एकदम। उहाँले चाहिँ उहाँको कवितामा देश बोल्छ, उहाँको कवितामा मान्छेको भावना बोल्छ, उहाँको कवितामा मुलुक बोल्छ। उहाँका यस्ता मिठा कविता हुन्छन्। म फेरि एउटा कविता सुन्नलाई उहाँसँग आग्रह हजुर गर्छु। हुन्छ। म एउटा मध्यम स्तरको, छोटो पनि होइन, लामो पनि होइन, मध्यम स्तरको के अरे एउटा कविता सुनाउन चाहन्छु। हामीले यो हामीहरू हामी आफूलाई, यसको शीर्षक यो ढाक्रे भन्ने मैले लेखेको छु। कविता यसरी सुरु हुन्छ। म फेरि ढाक्रे भएको छु, ढाक्रे भएको छु। हामीले कतिले धेरैले बुझ्नुहुन्छ होला ढाक्रे भनेको होइन, भारी बोकेर हिँड्ने चिज। म फेरि ढाक्रे भएको छु। ढाक्रेहरू दिनानुदिन बढ्दैछन् अमेरिकी गल्लीहरूमा। भीम शमशेरको पालामा हजारौँ नेपाली ढाक्रे बने। जङ्गबहादुरले हजारौँलाई काँधमा बन्दुक थमाएर गोर्खालीको नाममा ढाक्रे बनाए। हजारौँ बहादुरहरू दिल्ली र गोरखपुरमा ढाक्रे बने। जीवन बलिदान दिए ढाक्रेहरू वीर गोर्खे भएर। सयौँको लावा लस्कार हुँदै ढाक्रेहरू भुटान पुगे, बर्मा पुगे, बङ्गला पुगे र मुना मदनका मदनहरू बनेर ढाक्रेहरू खासा पुगे। र ढाक्रेहरू गर्मीको तातो बापमा हुमिँदै, बालुवामा तप तप पसिना चुहाउँदै, बाको फाटेको भोटो फेर्ने चाहनामा, आमाको फाटेको धोती फेर्ने आशामा, श्रीमतीलाई एक सरो गुन्यु चोली दिने आकाङ्क्षामा, पटपटी फुटेका हजुरबाका पैतालामा एक जोर चप्ली किन्ने रहरमा खाडी भाँसिएका छन् र फेरि ढाक्रे बनेका छन्। 10 वर्ष युद्धले चुसिएका पाइलाहरू
बन्दुक बोकेर थाकेका कान्छाहरू, आर्मी पुलिसका बुटले कुटिएका साइलाहरू, घरबाट निस्केका जेठाहरू घर नपुग्दै बाटैमा लास नबनेको भए, एकमुठी शान्तिको सास फेर्न पाएको भए, महिलाहरू किन बन्थे ढाक्रे, शिक्षाले नै भवन नजलाइएका भए, मलमपट्टी केन्द्र मसान घाट नबनाइएको भए, नागरिकताको खोस्टो लिन जाँदा पिउन सुब्बा खर्दार हाकिम साहबहरूले घुस नमागेको भए, मान्छे बोक्ने बस दिनदिनै नजलाइएको भए, समलालहरू जस्तै किन हुमिन्थे ढाक्रेहरू मुगलान, म किन हुन्थे ढाक्रे र म फेरि आज ढाक्रे बनेको छु। धन्यवाद। आहा, कस्तो मर्मस्पर्शी छ। हामी ढाक्रे नै हौँ। हामी विभिन्न देशमा अहिले पुगेका छौँ, संसारभरि छरिएका छौँ। तातो खाडीमा हाम्रो अँ, मिडल इस्टमा हाम्रा लाखौँ दाजुभाइ तथा दिदीबहिनीहरू अझै अहिले तातो बालुवामा एउटा हाँडीमा भुक्ताको मकै भएर बालुवामा लुटपुटिँदै हुनुहुन्छ। त्यो सबै बुवा आमाको त्यो ऋण तिर्नलाई श्रीमतीको नाना छोराछोरीको पढाइ यी आदि सबै गरेर हामी पनि तीमध्येका यसरी संसारका गल्ली गल्लीमा पुगेका छौँ। यो ढाक्रेबाट हामी त्यस दिन मात्रै मुक्त हुन्छौँ जब हाम्रा देशले भएका कल कारखानाहरू नबेचेर अरू धेरै बनाएर कारखानाहरू बनाउँछ। जब चाहिँ नदी नाला उर्वर भूमि छ त्यहाँ चाहिँ अ, विकसित रूपले खेतीहरू गर्ने देशमै बस्ने वातावरण बनाउँछ। अनि यो भारतको नक्कल हुँदै आएको हाम्रो प्रशासनिक संयन्त्र जुन बेलायतले इन्डियामा 145 वर्ष शासन गर्यो त्यतिखेर चाहिँ एउटा गोरो मान्छेले लाई चाहिँ सबै ठुलो जति पनि पढेकाले पनि साहेब भनेर चाहिँ भन्थे र उनीहरूले चाहिँ दास जस्तो बनाएर हाकिमले तल्लो तहका कर्मचारीलाई चाहिँ त्यस्तै दास जस्तो व्यवहार गर्ने जुन प्रवृत्ति हाम्रो नेपाली कार्यालयहरूमा आएको छ। अधिकृतले नासुलाई, नासुले खरदारलाई, खरदारले मुखियालाई, मुखियाले पिउनलाई, यस्तो एउटा हेयको दृष्टिकोणले हेर्ने यो जुन कालो प्रथा छ यो जबसम्म अन्त्य हुँदैन तबसम्म उनीहरू भनेको त पब्लिक सर्भेन्ट हुन्। ती मान्छे हाम्रा जनताका करले बाँचेका मान्छे हुन् तर जनता चाहिँ मालिक हुन्। तर मैले देखेको छु कति ठाउँमा एउटा खरदारले एउटा मुखियाले चाहिँ गाविसका अध्यक्षहरूलाई, जिल्लाका सभापतिहरूलाई थर्काएको देखेको छु उनीहरूले। तर हो त्यो प्रवृत्ति जबसम्म नाश हुँदैन तब अन्त्य हुँदैन तबसम्म हामी ढाक्रे हाम्रो प्रवृत्ति त्यो ढाक्रे बनाउने प्रवृत्ति जीवित रहन्छ। यहाँको यो मिठो कवितालाई धेरै धेरै धन्यवाद। मिठो तपाईँका कविताहरू जति सुने पनि सुनिरहँ जस्ता अझै विभिन्न दृष्टिकोण विभिन्न आयामका बोकेका कविताहरू छन्। धेरै धेरै धन्यवाद यहाँलाई। अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अहिले हामीलाई चाहिँ खगेन्द्र प्रसाद दाहालले हेरिरहनु भएको छ, त्यस्तै बिन्दा पराजुलीले, त्यस्तै शान्ता बस्नेतले हेरिरहनु भएको छ। उहाँहरू र अन्य धेरै धेरैलाई हार्दिक नमन गर्दै हामी कार्यक्रमको मैजारोतर्फ आइपुगेका छौँ। अब हामीले अहिले कार्यक्रममा केही त्यस्ता छलफल गर्न आवश्यक कुराहरू अथवा केही छुटाएका कुराहरू यहाँलाई भन्न केही बाँकी रहेका कुराहरू त्यस्ता केही छन् पल्म सर? अँ, धेरै कुराहरू आइसकेका छन् सुरेनजी, अब समेटिएका छन्। सबैभन्दा पहिला त अब यति सुन्दर कार्यक्रममा यसरी जोडिनु पाएकोमा म यहाँप्रति वाङ्मय विमर्श कार्यक्रम मार्फत साहित्य संवाद कार्यक्रम र सुरेनजीप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु र हाम्रा दर्शकहरू श्रोताहरू सबैमा पनि म चाहिँ हार्दिक आभार व्यक्त गर्न चाहन्छु यति बेला। अब केही कुराहरू चाहिँ अब मैले चाहिँ जाँदा जाँदै अब हाम्रो संसारभरिका अनुशासनका आजीवन सदस्यहरू, अनुशासनका ट्रस्टीहरू, अनुशासनका च्याप्टरका पदाधिकारीहरू, हाम्रा पूर्व अध्यक्षदेखि पूर्व कार्य समितिका सबैहरू, यसका जन्मदाताहरू, यसका चाहिँ संस्थापकहरूलाई जसले माया गरेर यहाँसम्म ल्याइपुर्याउनु भयो, यसको सुन्दर फुलबारीमा चाहिँ गोडमेल गर्ने सबै हामी सबै सदस्यहरू र अनुशासनलाई माया गर्ने सबै साहित्यिकका दाजुभाइ दिदीबहिनीहरू, साहित्यिक मनहरू, साहित्यकारहरू र यसमा चाहिँ तन मन धनले सहयोग गर्ने र एउटा चाहिँ मोरल्ली सपोर्ट गर्ने, आर्थिक भौतिक सबै किसिमबाट सहयोग गर्ने सबैमा हामी अनुशासन परिवार, सिङ्गो अनुशासन परिवार हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। यहाँहरूकै माया ममता, यहाँहरूकै सहयोग, सद्भाव, शुभचिन्तक
को हिसाबले हामी यहाँसम्म आइपुगेका छौँ। यदि यहाँले यसरी हामीलाई सहयोग गर्नुहुन्थेन भने नेपाली भाषा साहित्यको क्षेत्रमा हामी यति धेरै अगाडि बढ्न सक्दैनथ्यौँ। सायद हामी कुनै बेला कुनै दिन कुनै घडीमा हामी सायद तुहिएर गइसकेका हुने थियौँ होला। यहाँहरू सबैलाई जसले अनिसा सरलाई माया गर्नुहुन्छ, अनिसा सरमा सरिक हुनुहुन्छ, पद लिएर पद नलिइकन शुभचिन्तकको हिसाबले यहाँहरू सबैप्रति हामी सिङ्गो अनिसा सर परिवार हामी चाहिँ एकमुष्ट रूपमा चाहिँ यहाँहरूमा आभार व्यक्त गर्न चाहन्छौँ। यहाँहरूको साथ सहयोग सधैँभर हामीले पाइराखौँ भन्ने पनि हामी यहाँहरूसँग अनुरोध गर्न चाहन्छौँ। यहाँहरूको सल्लाह सुझाव केही छन् भने यसलाई अझ राम्रो बनाउन कसरी सकिन्छ त्यसको सल्लाह सुझाव छ भने हाम्रो केन्द्रीय कार्य समिति, हाम्रो बोर्ड अफ ट्रस्टी र हाम्रो च्याप्टरहरू मार्फत यहाँहरूले शुभकामना, यहाँहरू सन्देशहरू पठाउन, सुझावहरू पठाउन सक्नुहुन्छ। अहिले त अब यो नेटवर्किङको जमाना छ। सायद अब यहाँहरूसँग पनि हाम्रो धेरै चिन्जान छ, मलाई पनि धेरैले चिन्नुहुन्छ। हाम्रो अध्यक्ष, हाम्रो महासचिव, हाम्रो संस्थाका जिम्मेवार व्यक्तित्वहरू सबैलाई चिन्नुहुन्छ। यहाँले प्रत्यक्ष पनि सम्पर्क राख्न सक्नुहुन्छ। यति मात्रै हो कि अब अनुशासन एउटा विशुद्ध साहित्यिक संस्था हो र यसमा हामीले सकी नसकी, जानी नजानी केही काम नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई बचाउनको लागि हामीले केही गरिराखेका छौँ। एउटा कचकच केही कामहरू, केही गतिविधिहरू गरिराखेका छौँ र त्यसले चाहिँ हामीलाई लाग्छ नेपाली भाषा साहित्यको संरक्षणको अभियानमा हामीले सानो भए पनि हामीले चाहिँ भूमिका निर्वाह गरेका छौँ कि गर्न सक्यौँ कि भन्ने हामीलाई लाग्दछ। गर्नुपर्ने त धेरै छन्, हामीले गर्न सकेका छैनौँ। त्यो हामी आफैमा चाहिँ हामीले चाहिँ समीक्षाहरू गरिराखेका छौँ। एउटा एउटा साहित्यिक संस्था, एउटा गैर नाफामूलक संस्था भाषा साहित्यको क्षेत्रमा काम गरिराखेको निरन्तर एउटा लागि परिराखेको संस्था को आगामी दिनको पनि मैले यसले सुन्दर भविष्य देखेको छु। यहाँहरूको सदैव सदा सदा रहनेछ। यति मात्रै हो कि अब यो साहित्यिक संस्था विशुद्ध साहित्यिक संस्था हो। यसमा चाहिँ राजनीति नघुसौँ। राजनीति गर्ने ठाउँहरू आफ्नै ठाउँमा छन्। हामी यहाँ बसेर पनि नेपालको राजनीतिमा हामी चाहिँ भाग लिएर जोडिएर हामी चाहिँ विखण्डित भएका छौँ। कोही कुनै राजनीति पार्टी, कुनै राजनीति पार्टी राजनीति गर्ने ठाउँमा छ हो। भलै हामीले हाम्रो आफ्नो झुकाव कतै होला, समर्थन कतै होला, अथवा चाहिँ शुभेच्छा कसैप्रति होला, होइन, कुनै राजनीति पार्टीको सदस्य होला, तैपनि यहाँ चाहिँ विशुद्ध साहित्यिक संस्था भएको हुनाले यसलाई साहित्यिक ढङ्गले हामी राजनीति गर्ने ठाउँमा राजनीति गरौँ। हामी बौद्धिक चेतनशील प्राणी हो, होइन, हामीलाई पनि राजनीति गर्ने स्वतन्त्रता हुन्छ। तर चाहिँ यो साहित्यिक संस्था, यसलाई चाहिँ साहित्यिक रूपबाट नै यसलाई ग्रहण गरौँ, साहित्यिक रूपमा नै हेरौँ। राजनीतिलाई अलिकति यसको सर्कल बाहिर छोडेर चाहिँ यहाँ चाहिँ हामी आउन सक्यौँ भने संस्था चाहिँ अलिकति अगाडि बढ्न सक्छ र धेरै वर्षसम्म यसले टिक्न सक्छ जस्तो लाग्छ। अर्को कुरो चाहिँ यो के हो भने हाम्रो समाज हामी चाहिँ के हो भने एउटा गौँडो कुरेर कसले कहाँ गएर गल्ती गर्छ भनेर गौँडो कुरेर बस्ने, अलिकति विरोधहरू मात्रै गर्ने हाम्रो संस्कार एक किसिमको बनाएको छ, होइन। यो भोलिन्टियरली गरिराखिएको छ। सबैले भोलिन्टियरली गरेका हाम्रा पदाधिकारी, पूर्व अध्यक्षहरू, हाम्रो च्याप्टरका अध्यक्षहरूले आफ्नै स्तरबाट चाहिँ भोलिन्टियरली गर्नुभएको छ। त्यसको भोलिन्टियर काम मार्फत उसले चाहिँ आफ्नो परिवार, आफ्नो घर, आफ्नो व्यवसाय, आफ्नो काम छोडेर नेपाली भाषा साहित्यको संरक्षणको अभियानमा जो लागेको छ ती व्यक्तिहरूलाई हामीले सके प्रशंसा गरौँ, होइन। प्रशंसा त हामी गर्नै जान्दैनौँ, अरूको प्रशंसा गर्न हामीले छोडिसक्यौँ, होइन। प्रशंसा सके गरौँ, नसके पनि सधैँ त्यो गौँडो कुरेर ढुकेर एक किसिमबाट गाली गलौज गर्ने अथवा चाहिँ के अरे त्यस्तो हामी कम गर्नुपर्छ। यो अनुशासन मात्रै नभएर बाहिरी हाम्रो नेपाली समाजमा जस्तो लाग्छ हाम्रो संस्कार हामी अलिकति बरालिएका हौँ कि अलिकति छिन्न भिन्न भएका हौँ कि भन्ने चाहिँ मलाई लाग्छ। हामी चाहिँ त्यो विषयमा हामी अनुशासनमा काम गर्ने हामी पढे लेखेका मान्छेहरू, विद्वान साहित्यकारहरू भनेको त समाजलाई नेतृत्व गर्ने, लेखेर समाजलाई नेतृत्व गर्ने निकाय हो नि, व्यक्तित्व हो नि, वर्ग हो नि त, होइन। हामीले पनि त्यो सिक्न सकेनौँ भने, सिकाउन सकेनौँ भने भोलिको जेनेरेसन, भोलि आउने मान्छेहरूले, बालबच्चाहरूले, युवाहरूले के सिक्छन् हामीबाट?
हामीले राम्रो काम, हामीले गरेका कामको प्रशंसा गर्न सकौँ, अथवा नभए गाली गलोज गर्ने, कमेन्टहरू गर्ने, त्यस्तो गर्न चाहिँ हामीले त्यसलाई पोजिटिभली लिन सकिन्छ। ल साथी हो, भाइहरू, यसरी गर है, यो गर्दा राम्रो हुन्छ भनेर सल्लाह सुझाव एक किसिमबाट सकारात्मक किसिमबाट हामी अगाडि बढ्न सक्यौँ भने हामीले सुन्दर संसार हामीले देख्न सक्छौँ जस्तो लाग्छ। अर्को कुरो चाहिँ हामी भित्रमा नि अलिकति के अरे घोचपेचहरू गर्ने, अलिकति व्यङ्ग्य गर्ने, अलिकति के अरे चाहिँ तपाईँले चाहिँ अलिकति अलिकति अप्ठ्यारा कुराहरू गर्ने हामी नगरौँ। हामी भनेको बुझेको व्यक्तित्वहरू होइन, लिडरसिपमा भएका व्यक्तिहरूले सबैलाई समेटेर एउटा भनिन्छ नि, आफूले चाहिँ सानाहरूलाई चाहिँ एउटा सिकाउने, माया गर्ने, ठुलोहरूलाई अथवा आफूभन्दा सिनियरलाई चाहिँ अभिभावकहरूलाई रेस्पेक्ट गर्ने, अथवा चाहिँ उनीहरूका ज्ञान गुणका, उनीहरूका अनुभवका, अनुभूतिका कुराहरू सिक्ने हामीले गर्नुपर्छ जस्तो लाग्छ। अब यो चाहिँ एकदमै धेरै र अर्को कुरो चाहिँ अब हामीले गरिराखेका छौँ गर्न त, हामीले आफ्नो ठाउँबाट के कसरी हुन्छ सहयोग गरौँ। सहयोग गर्ने भने आर्थिक रूपमा मात्रै सहयोग गर्ने होइन, होइन, पोजिटिभ भएर, लेखेर, सुझाव दिएर, कार्यक्रममा भाग लिएर, सरिक भएर, होइन, आफ्नो लेभलबाट भाषा साहित्य संस्कृतिको बचावटको लागि, संरक्षणको लागि के गर्न सकिन्छ आफ्नो लेभलबाट, त्यो सबैले गऱ्यौँ भने हामी चाहिँ हाम्रो चाहिँ उन्नत भएर जान्छ। सिङ्गो समाज, हाम्रो सोसाइटी उन्नत भएर जान्छ जस्तो लाग्छ। भाषा साहित्य मात्रै नभएर आज धेरै कुराहरू भन्न पाइयो, मनका कुराहरू पनि भन्न पाइयो। सुरेनजी, अब थ्याङ्क यू सो मच तपाईँको समय, तपाईँको यति धेरै बौद्धिक प्रश्नहरू। तपाईँ यहाँ चाहिँ अनिसासम्म महासचिव, पूर्व महासचिव हुनुहुन्छ, मलाई थाहा थाहा छ। 2004-05 सालतिर यहाँले धेरै कामहरू गर्नुभएको छ, अनिसासलाई नजिकबाट गहिरिएर बुझ्नुभएको छ। त्यसैले नै अनिसासँग सम्बन्धित यो सतै प्रश्नहरू छैनन् तपाईँले सोध्नुभएको, एकदमै गम्भीर प्रश्नहरू, अनिसालाई बुझ्ने, अनिसालाई बुझाउने, अनिसालाई चाहिँ बाहिर कसरी लैजाने, अनिसाभित्रका कमी कमजोरी अथवा हामीले के गर्न सकिन्छ भने यति गम्भीर, यति जेन्युन प्रश्नहरू सोध्नुभएको छ। त्यो जो पाएले सोध्न सक्दैन। एउटा अनुभवी, एउटा दक्ष व्यक्ति जसले चाहिँ यसलाई धेरै वर्षदेखि हेरिराखेको छ, योगदान गरिराखेको छ, यसलाई राम्रो भइदियो हुन्थ्यो अथवा कसरी राम्रो गर्न सकिन्छ भनेर आफ्नो ठाउँबाट चाहिँ सपोर्ट गरिराखेको व्यक्तिले नै सोध्न सक्छ। त्यसैले यहाँको प्रश्न, जिज्ञासा, यो समय, यो अवसरको लागि म अत्यन्त मेरो व्यक्तिगत तर्फबाट, बुढोस ट्रस्टी परिवार र सिङ्गो अनिशासको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु सिरनजी। थ्याङ्क यू सो मच। धन्यवाद पदम सर। परोपकार पुण्याय पापाय परपीडनम भन्छौँ, हामी त्यस्तो संस्कृतिबाट हुर्केका हामी अब पृथ्वी शान्ति, अन्तरिक्ष शान्ति भन्दै विश्वभरिमा चाहिँ शान्ति फैलियोस् भन्ने कामना गर्ने मान्छेहरू। अनि हामीले देखिरहेका छौँ, जस्तो रोपो त्यस्तै फल्छ। हामीले अरूलाई, आफूलाई पीडा हुने, कसैले कुनै वचनले आफूलाई पीडा गराउँछ भने अरूलाई भन्दा पनि त्यस्तै पीडा हुन्छ होला भन्ने कुरा चाहिँ हामीले नसोची भन्यौँ भने त्यो जस्तो एक्सन गर्छौँ त्यस्तै रियाक्सन हुन्छ। त्यसो हुनाले हामी जहिले पनि राम्रा कुराहरू सोचौँ, राम्रा कुराहरू ल्याउँ। हामी जति नै गफ गरे पनि, जति गए पनि, राष्ट्रपति भए, प्रधानमन्त्री भए, जे भए पनि एक दिन हामी मर्छौँ। तर मर्दा हाम्रा चाहिँ राम्रो काम गरेर गयो है, यस्तो राम्रो भन्ने खालको भयो भने त्यही हो हाम्रो कृति भने, त्यो अमरत्व भनेको त्यही हो। हामी त्यस्ता काम गरौँ, हामी जति सकिन्छ भनेर जुन सन्देश दिनुभयो, यहाँको सन्देश शिरोधार्य गर्दै धेरै धेरै धन्यवाद भन्दै आज हामी यस कार्यक्रममा आएर हाम्रो आफ्ना अमूल्य वचनहरू, आफ्ना अमूल्य विचारहरू र हामीलाई जानकारी दिनुभयो, संसारभरिका दर्शक तथा श्रोताहरूलाई जानकारी दिनुभयो। यसको लागि हामी यो वाङ्मय विमर्श तथा साहित्य संवाद कार्यक्रम मा चाहिँ आभार प्रकट गर्दै आजको यस कार्यक्रम यही बन्द भएको हामी घोषणा गर्छौँ। र धेरै धेरै धन्यवाद। धन्यवाद। थ्याङ्क यू सो मच यहाँहरू सबै।